सुखकर्ता दुःखहर्ता वार्ता विघ्नाची नुरवे पुरवे प्रेम कृपा जयाची सर्वांगी सुंदर ओटी शेंदुराची कंठी झळके माळ मुक्ता फळाची जय देव जय देव. मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलायतनो हरि. सच्चिदानंद भगवान को जय, लक्ष्मी नारायण भगवान को जय, सनातन धर्म को जय. गंधवनिवंदने पतिम्न चार्चुर्प्रतिष्ठे प्रतिष्ठेत ध्यायेत् गोष्ठगतं शतं सांवत्सरं पुंसवनम्रतमे तदभिप्लुतं तुभ्यं शक्रः भविताश्च बाणमित्याभिप्रेत्याः इति राजमहामनाकाशं ब्रह्मादिप्रतं चार्जोतदारस मातृश्वशुरभिप्राय मिद्राज्ञ हिमानदा चतुष्षणेनाश्रमस्तां दितिं च पर्यचरत् कविः नित्यं ममाह्न्यवनासु मनसः फलमूला समितिकुशान् पत्राङ्कुलमृदुपस्य कालिकालौपाहर एवं दश प्रदस्थाय प्रदर्शितं हरिनिपा प्रेप्सुपरितरजिह्वा मृगः एव मृगाकृतिः नाद्यगच्छत् प्रदर्शितं तत्परोऽथ महीपते चिन्तां तीव्रं गता शक्रकीनमेषा शिवं तुयः गदा सातमः सन्ध्यायामुच्चैश्चा प्रदकर्षिता अपृष्टवाहार्यधौताङ्ग्रेषु स्वावविधिमोहिता लब्धा तदन्तरं शक्रोन्यथा परितचेतसा दिते प्रष्टोदरं योगेशो युगमाया सकर्तशब्दः गर्भं वज्रिनकनकप्रभं बुधन्तं शब्ददैकैकं मारुदीरितान् पुनः एतमूचुः पाट्यमानः सर्वे प्राञ्जलयो निपा नो जिगां सदिकिमिन्द्र भ्रातरो मरुतस्तवः मा भैष्ठा भ्रातरो मह्यं युयमित्याह कौशिकः अनन्य भावान् पार्थदान् आत्मानोपमृतां गणा नाम मारदितेर्गर्व श्रीनिवासनुकम्पया बहुधा कुलिसाक्षुण्डोत्रन्द्रुण्यस्त्रेण यथा भवान् सकृतिष्ठादिपुरुषं पुरुषो याति साम्यता संवत्सरं किञ्चिदूनं दित्या यद् हरिरर्चितः सदुरिन्द्रेण 50 देवास्ते मरुतो भवन् व्यपोह्या मातृदोषं ते हरिणा सोमपाकृता विधिरुत्थाय ददृशे कुमाराननला प्रभान् इन्द्रेण सहितान् देवी पर्यतुष्यान्दनिन्दिता अथेन्द्रमाः ताताः मादित्यान् भयावहम् अपत्यामिच्छन्त्यतरां प्रथमेत सुदुष्करम् एकः सङ्कल्पिता पुत्रः सप्ताह भवन् कथम् कृष्णचंद्र भगवान को लोकमात्र नमोस्तुते. ओम नमो भगवते महापुरुषाय महानुभावाय महाविभूतिपतये सह महाश्रीनिवासं श्रियसः तन्निहिसारिपरं दत्त्वा समनामर्थयद ततः स्तुतितमस्तोत्रेण भक्तिरूपेण प्रेमशीलः स्वयं पतिः विप्रिया सर्वकर्माणि पत्न्या उच्चावचानि च कृतम् एकं प्रणम्य शिरसा भक्त्या बुद्धितत्तनुज्ञा आचार्यमकृता कृत्वा भागीदासा बन्धुभिः दद्या पद्मेचयाञ्चरहुशेषं तदास्ताय लभेत सौभगं श्रियं प्रदां जीवपतिं यशोगिः. वासुदेवं वासुदेवं भज वासुदेवं भज वासुदेवं गोविन्दाय नमो नमः. बोलो भागवत भगवान को. सप्तस्कंध आरंभ भागवत को. सप्तमस्कन्धः सप्तमोत्सवः. राज उवाच समाप्रिया श्रेयसात्मना नैवासुरे विद्वेष नागद्वेषा गुणस्य हि इति न यद्ब्रह्म परमप्रियं श्रीवत्रो न जात जिह्वायनान्दं विविचतुस्तवहं कथातं कलेवरं प्राधानपरयोराजन्न विवेकेन कल्पतिं हिंसां तदभिमानेन दण्डपायनात्मनां ईतो पुनः खरे पासं जन्मदुर वैकुण्ठ मुकुन्द कृष्ण गोविंद दामोदर माधवेति. ओम नपर्यताभ्य दृशासुधा आहचेदमृषा घूर्णसन्दष्ट दशनत्सदः कोपजलाभ्यां चक्षुर्भ्यं परिवेदितम् आहतान् बालको भूत्वा यमः स्वयमुपागत यम उवाच अहो आमिषां वयं साधिकानां विपश्यतां लोकपतिं विमोह यत्रागतस्तत्र गतं मनुष्यं स्वयं सधर्माभिशोच्यन्त्यपादम् अहो वयं धन्यतमा यत्
तत्र तिक्तपुत्रिभ्यां विचिदन्तमापहं भक्षमाणा बलाविकादिभिरनक्षिता रक्षतियो हि गर्वे यैत्से सहस्रति तमभ्येव रक्षत् लुपन्तयेषां कश्याबलाक्रीडनमाहुरीषितो चराचरं निग्रह संग्रहे प्रभो पतिचितं तिष्ठति तिष्ठ रक्षितं गृहे स्थितं तद्विहितं विनश्यति जीवत्यनाथोऽपि तदीक्षतो वने गृहेऽपि गुप्तस्य हतो न जीवति भूतानि तैस्तैर्निजयो निकर्मभिः भवन्ति काले न भवन्ति कर्मसः तत्र ह्यात्मप्रज्ञावपि स्थिता तस्या गुणैरन्यतमो निबध्यते इदं शरीरं पुरुषस्य मोहदं यथा पृथक् भौतिकमीयते गृहं यथोदके प्रार्थिवतैजशैले जनः काले न जातो विकृतो विनश्यति यथा नलो दारसविन्नय्यते यथा नीलो देहगतः पृथक् स्थितः यथा नवः सर्वगतं न सज्जते तथा भगवान् सर्वगुणाश्रयः परः स्वयज्ञनन्मुंसेते मूढायमनुशोचतां न श्रोतायो न्वक्तिः स न दृश्येत कर्हिचित् मुकुन्द केशव जय जय राम। ओम नमो भगवते वासुदेवाय माता द्वितीयोत्सवः नारद उवाच हिरण्यकशिपुरादन्नदेयामजरामरम् आत्मनाम प्रतिद्वन्द्वमेकरातं विदित् सदा सतेऽपि मन्द्रद्रोण्यां तपः परमदारुणम् ऊर्ध्वं बाहुर्नभो दृष्टिपादाङ्गुष्ठाश्रितावनिः दत्तादिरीतिभिरेजे संवर्तकैवां स्वे तस्मिन् पत्यमाने देवास्थानानि वेदिरे तच पुण्यसमुद्रभूता सधूमोऽग्निस्तपोमयः तिर्यगूर्धमदो लोकनाथपाद्विस्वं गीरितः चक्षुर्भुर नद्योदन्वन्तः सती पश्चिद चतालभो हिपेत सग्रहस्ताराज्ज्वालुसरिशोधः तेने तप्तादिवं त्यक्त्वा ब्रह्मलोकमेश्वरा शास्त्रे विज्ञापयामास देवदेवजगतपदे दैत्यनस्तब्धा तप्ता दिवि स्थातुं न शक्नुमां तस्य सोपसमं भूमं विदेहि यदि मन्यसे लोका यावन्नवाञ्छन्ति बलिराहस्तवा विभो तस्यायं किल सङ्कल्पस्ततस्रो दुस्तरं तपः श्रूयतां किं न विधिस्तथा वाथ विनोदितः सृष्ट्वा तुतारमिदं तपोयोगसमाधिना अध्यास्ते सर्वदेशेभ्यः परमेष्ठिनिदासनं तदहं वर्धमानेऽपि तपोयोगसमाधिनः कालात्मनोश्च नित्यावात् साधयिष्ये तथाधुना अन्यथेदं विदस्याहें हम यथा पूर्वमोजसा किमन्ये कालनिर्धूतैकल्पान्ते वैष्णवादिभिः इति शुश्रूषमनिर्बन्धं तपः परमास्थिता विदस्वानन्तरं युक्तं स्वयं त्रिभुवनेश्वरा तवान संविजगामं पारमेष्टिं जगत्पदे भवाय श्रेयसे भूते सीमाय विजयाय च इति विज्ञापितो देवैर्भगवान् आत्मभूर्निवापरितो भृगुर्दक्षाद्यैर्ययो दैत्येश्वराश्रमं न तु तत्सप्रतिच्छन्नं वाल्मीकिकीचके पिपीलिका विराचीर्णां मेधस्त्वं शोणितं तपन्तं तपसालोकं यथा भ्रावे पीहितं रविं विलक्ष्य विस्मितप्राह प्रहसन् हंसवाहनं भद्रमुवाच उत्तिष्ठोत्तिष्ठ भद्रं ते तपसिद्धोषिका शिववरदोऽहं ननु प्राप्तो प्रियतामीप्सितो वरा आद्राक्षाहमहत्तस्ते हृत्सारं महदद्भुतं तं सभे भक्षितदेहस्य प्राणाहया स्थितसेरते दैतत्पूर्वा माधव श्याम मुकुंद केशव जय जय राम मुकुंद केशव जय जय राम कृष्ण गोविंद माधव श्याम मुकुंद केशव जय जय राम मुकुंद केशव जय जय राम। ओम नमो भगवते वासुदेवाय तत्त्वोत्सव नारद गौरी शंकर भगवान को भागवत भगवान को लब आरती सबैजना आरतीको लागि आफ्नो स्थानबाट उठौँ। विवाह सदा गुषिप्रेहति विदिष्ट स आक्लेखं वर्तते तमः ॐ चन्द्रमा मनसो जातसख्योः सूर्यो अजायत मुरारी चित्रो आरती गाओ हानि प्रभुलाई मना दिन दुखीगा माथा तिमी हो दिन सुख दुख जीवन साथी तिमी नै आरती गाओ आऊं सब मेरे आरती गाओ हामी प्रभुलाई मनाओ आरती राम राधे श्याम 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 राधे राधे कृष्ण कृष्ण हरे 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 राम 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 कृष्ण कृष्ण हरे 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 राम राम राम
राम हरे हरे कर्पूर नित्याय शुद्धाय दिगंबराय नंदीश्वर प्रमथनाथ महेश्वराय शिवाय गौरी वदनाथ वृंद सूर्य तस्मै शिवाय नमः शिवाय विनाशहस्ताय सनातनाय दिव्याय देवाय दिगंबराय तस्मै यकाराय नमः शिवाय तस्मै यकाराय नमः शिवाय त्रिजलं त्रिगुणाकारं त्रिनेत्रं च त्रिधायुतं त्रिजन्मा पापसंहारं बिल्वपत्रं शिवार्पणम् इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पद्रुमादिद्रुमजानि तानि पुष्पाञ्जलिर्मेस्तु सुखाय नित्यम् सर्वेभ्यो देवेभ्यो सर्वाभ्यो देवेभ्यो नमो नमः। सच्चिदानंद भगवान को, लंबोदर गणेश जी को, शांब सदा शिव जी को, राष्ट्रदेव पशुपतिनाथ भगवान को, गोत्रीय समस्त कुल पितृहरू को, वैदिक सत्य सनातन धर्म को जय जय श्री राधे श्याम। ओम नमः पार्वती पतये निर्विघ्नेनैव कर्तव्यो दासोऽहं तव केशव। नमः पार्वती पतये हर 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 महादेव शंभो। पवित्र बोले मयूर को क्या राम्रो ढङ्गले मुरली बजाउने श्याम सुन्दर झलक झल्कने मुरली बजाउने श्याम सुन्दर झलक झल्कने मुरली बजाउँदै आयो कन्हैया सत्पारी पारी वृन्दावन बिहारी मुरली बजाउँदै आयो कन्हैया सत्पारी पारी वृन्दावन बिहारी जय श्री राधे राधे। कृष्ण मुरारी सुदर्शनधारी मुरली बजाउने कृष्ण मुरारी सुदर्शनधारी मुरली बजाउने मन्चोरी लाने कृष्ण प्रभुलाई कसरी बिर्साने मन्चोरी लाने कृष्ण प्रभुलाई कसरी बिर्साने मुरली बजाउँदै आयो कन्हैया सत्पारी पारी वृन्दावन बिहारी मुरली बजाउँदै आयो कन्हैया सत्पारी पारी वृन्दावन बिहारी। जय श्री राधे। वृन्दावनमा दैनौरी खाई गोपिनी भुलाउने वृन्दावनमा दैनौरी खाई गोपिनी भुलाउने हे नन्द बाबा गोकुलमा तिमीलाई झुलामा झुलाउने हे नन्द बाबा गोकुलमा तिमीलाई झुलामा झुलाउने मुरली
बजाउँदै आयो कन्हैया छक्क पारी पारी वृन्दावन बिहारी मुरली बजाउँदै आयो कन्हैया छक्क पारी पारी वृन्दावन बिहारी काके बिहारी बिहारी बोलो कृष्ण कन्हैया लाल को छ के अरे ग्यालेरिया ग्राउन्ड फ्लोर माथि गयो होला पुरा नाम त्यो पनि सजिलै हो उताको चाहिँ तक्लक्क तपाईँको टोल होइन तपाईँको टोल चाहिँ गाँसिएको उच्च हिमालय शिखर शिरोमणि प्रकृति रम्य नेपाल नदी शोभित दिव्य मनोहर पुण्य तीर्थ नेपाल नेपाल जननी वन्दे नेपाल जननी वन्दे नेपाल जननी वन्दे नेपाल जननी वन्दे सास लाइरै पनि जीवन जस्तै भित्रको सास भित्रै पनि जीवन जस्तै यस्तो कच्चो जिन्दगीमा राम बोलाउँ झट्टै सच्चा बकै राम 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 जपाउन रामकै नाम राम 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 जपाउन रामकै नाम राबाट राम्रो मभक्तमा गरौँ न एउटा काम
राम बाबतमा गराउन एउटा काम भाइको गान अन्धेर पनि जीवन पानी सर्गेर पनि जीवन हुँकेर पनि जीवन हुन्छ चटै जिन्दगी त सिसा झै उतर्न सक्छ कतै राम्रैन राबाट राम्रो बाबामा गराउन एउटा काम राबाट राम्रो बाबामा चट्टै बसेको बसै गोविंद भगवान आँगन परदेश भइसक्यो राधेश्याम भन्दै गाउँ आँगन परदेश भइसक्यो राधेश्याम भन्दै गाउँ राधे राधे गुरु ब्रह्मा गुरु विष्णु गुरुर्देवो महेश्वरः गुरुर् साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः तस्मै श्री सदा गुरवे नमः तस्मै श्री सदा गुरवे नमः। जय बोलो सद्गुरुदेव भगवान को, बोलिए सद्गुरुदेव भगवान को, बोलिए सद्गुरुदेव भगवान को जय जय हो। शुभ लाभ सहित रीति बुद्धि सेवित रहनुभएका भगवान गणेश कुमार, माता सरस्वती, राष्ट्रदेव पशुपतिनाथ भगवान, पवित्र देवघाट धाम एवं संपूर्ण ग्रामादि देवी देवताका चरणाबिन्दमा वन्दना गर्दै सूर्यनारायण भगवान सुख सौनक सुत वाल्मीकि व्यास पराशर जस्ता पूज्य गुरुदेवलाई पनि हृदयतः नमन गर्दै
आत्रेय गोत्रीय सकल कुलपित्री उद्धारको मूल ध्येयका साथ एवं पूर्व संकल्पित मनोवांछित फल प्राप्ति होस् भन्ने कामनाले शुभारम्भ भएको यसै श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पूर्वाङ्गतया चतुर्थ दिवस पाठ पारायण तथा कथा प्रसङ्गको तृतीय दिवसीय द्वितीय सत्रमा उपस्थित सबैमा यथायोग्य नमो नमः अर्पण गर्दै जुन जुन मनोभावनाले यो प्राङ्गण स्थलमा विराजित भएका छौँ सबैको मनोभावना उनै राधा सर्वेश्वरले अवश्य परिपूर्णता तुल्याउनु हुनेछ भन्ने कामना गर्दै म अद्य दिनको यो कथा प्रसङ्ग शुभारम्भ गर्दछु। श्री हरे नमः नमः। हरि सुरु भयो भागवत परछौँ शरण भागवत। नैमिषारण्य नाम गरेको अत्यन्त परम पवित्र पावन पुण्य तीर्थमा समनका दुई नाम गरेका 88,000 ईश्वरका हजुरमा सूत नाम गरेका पौराणिक मुनिले श्रीमद् भागवत रूपी अमृतमय कथा प्रसङ्ग रस प्रवाह गर्दै अघि बढ्न लाग्नुभयो। त्यसै गरी हरिद्वारको कनकद सुगता आश्रमको सानिध्य धाममा सामिक पुत्र श्रीनिबाट श्रापित भएका उनी राजन परीक्षितको गति मुक्तिका लागि स्वगदेव ब्रह्मज्ञानीले श्रीमद् भागवत रूपी अवगान गर्दै हुनुहुन्छ। हाम्रो हिजोको कथा प्रसङ्ग कहाँ पुगेको थियो अरे प्रधानकर्ता आज्ञावस्त? कहाँ पुगेर कथालाई विराम गरेका थियौँ हिजो हामीले 2017मा? कहाँ पुगेको थियो कथा? कृष्णचन्द्र भगवानको राजा परीक्षितका अतिथिमा सुखदेव स्वामी ब्रह्मज्ञानीले भन्दै हुनुहुन्थ्यो, लौ त राजन उनै स्वयम्भू नामरेका मनुका वंशमा आएर देवगती नाम गरेकी आमाका 9वटी छोरीहरू 9वटी छोरी अनि एउटा पुत्र रत्न कपिल अवतार भगवान रहनुभयो, जसमा जेठी छोरी कलाको विवाह उनी मरिची नामरेका मुनिसँग भयो। माइली छोरी जो थिइन् अनसुया अनि उनी अनसुया नामरेका महाराजको अत्रिसँग विवाह भयो। अनसुया माता र अत्रि भएर भगवान त्रिदेवको ध्यान गर्नुभयो। ब्रह्मा विष्णु महेश्वरले चिन्ता मान्नु पर्दैन, अत्रि अनसुया तपाईँहरूको पुत्र रत्न बनेर हामी 3जना आउनेछौँ भनेर वचन दिन लाग्नुभयो। समय बढ्दै जाँदा माता अनसुयाले पतिव्रता धर्मको पालन गरेको लोभ लागेर ब्रह्माजीकी ब्रह्माणी, नारायणकी नारायणी अनि रुद्रको रुद्राणी 3जनाले आफ्ना स्वामीलाई भन्नुभयो, तपाईहरूलाई हाम्रो पतिव्रता। जब समय अघि बढ्दै जाँदा दक्ष नामरेका प्रजापतिका विचार गर्दै थिए, आज यस सभामा आउने मेरो ज्वाइँ भनाउ त मलाई नमस्कार गर्दैन, यसलाई अब मैले जानेछु भनेर सभाको विसर्जन गर्ने पालोमा आएपछि दक्षले के भनेर गाली गर्न थाल्यो, हे देवताहरू सुन, प्रेतावासेषु घोरेषु प्रेतैर्भूत गणैर्वृता अटत्यो मन्मत्रन्नग्नो वित्तकेशो हसन् रुदन्। हे देवताहरू, मसान घाटमा नाच्दै गाउँदै हिँड्ने, कहिले हाँस्ने कहिले रोएको रोइ गर्ने, अनि जो दिगम्बर छ हात्तीको छाला र बाघको छाला लपेटेर खरानी घस्दै हिँड्नेको चिनिया छ तपाईँहरूले? दक्षले अझै भन्छ, तस्मा उन्मादनाथाय नष्ट शौचाय दूरिदे
दत्तावत मया साध्वी चोदिते परमेष्ठिना। जो बौला जस्तो देखिन्छ, कसको मर्यादा क्रम के हो भन्ने कुरा जान्दैन, अनि त्यसैलाई पनि मैले नजानेर के गरेँ, दत्तावत मया साध्वी, मेरी छोरी पनि संयोगले मैले दिएँ। आज त्यस्तो प्रकारको दिगम्बरलाई मैले ज्वाइँ भन्न परेको छ। तर अयम तु देवयजनः इन्द्रोपेन्द्र दिविरे भव सहभागं न लभतां देवैर्देवगणाधिप। दक्षले हातमा अलिकति पानी लिए, हे देवताहरू, आज म यस्तो प्रकारको श्राप दिन्छु कि आजको दिनबाट यो शिवले अरू देवताको वासमा भाग ग्रहण गर्न नपाओस्। मलाई त अरूले भनेका थिए शिवजी त्यति सहज पात्र होइन, सहज होइनन् भनेका थिए, त्यही भएर छोरी नदिन खोजेको। तर यो छली कर्मले गर्दा मैले बाध्य भएर दिनै पर्यो। दक्षिणले त भनेको छैन, तर नीतिशास्त्रले के भन्छ, ग्रहहरू जम्मा कतिवटा रे भक्तजन आज्ञा होस् त, जम्मा ग्रहहरू कतिवटा? 9 ग्रह। तर ग्रहलाई 9वटा चाहिँ ग्रह हो। तर नीतिशास्त्रहरूले के भन्छ, ग्रहहरू अझ 10वटा छ अरे। के हो एउटा ग्रह? जामाता दशमो ग्रह। 9 ग्रह चाहिँ दुःख या सुख दिनेवाला ग्रह भए, अनि 10औं ग्रह खोइ भनेर खोज्नु पर्यो भने ज्वाइँ साहब खोजे हुन्छ अरे। ज्वाइँ साहब कोही भए चित्त नदोस् है। त्यो पनि राम्रो, ज्वाइँ पनि ज्वाइँ पक्कै भइहालिन्छ। त्यस्तो चाहिँ किन भने अरे नीतिशास्त्रले परिभाषित कसरी गर्छ भने, जति सम्मान, अब भलै अपवादमा त्यस्तो राम्रो पनि हुन सकिने भयो, जति धेरै प्रकारको व्यवस्था गर्यो तर पनि ज्वाइँ साहबलाई चित्त बुझाउन सकिँदैन अरे। ज्वाइँ साहबको सेवा सुश्रूषा गर्ने माताजीहरूलाई पक्कै थाहा होला। दक्षिणले बारम्बार गाली गरेर भने होइन, यस्तो प्रकारको ज्वाइँ साहबलाई मैले ज्वाइँ साहब भनेर उच्च सम्मान गर्न पर्यो, जो 10औं ग्रह हो। आजबाट अरू देवताको ठाउँमा केही पनि भाग नपाओस्। यो दुष्टलाई बुद्ध्या पराभिदायिन्या विस्मृतात्मा गति पशो स्त्रीकाम शोभस्त्रितराम दक्षोभस्तमुखो चिरात। शिवजीलाई दक्षले यसरी गाली गरेपछि अनि शिवजीका गणहरू नन्दीगण साथमा थिए। नन्दीगणलाई साह्रै रिस उठ्यो। नन्दीगणले पनि शिवजीको पहिला आदेश दिए, हे शिवजी, यो दक्षलाई म के गरौँ भन्दा तिम्रो इच्छा अनुसार गर भनेपछि नन्दीगणले श्राप दिए, हे दुष्ट दक्ष, आज जो भूत भावन देवादिदेव महादेवलाई यस्तो प्रकारको श्राप गर्नेवाला त दुष्टको पनि के होस्, वस्त मुखो चिरात, पछाडि फर्केको बोकाको मुख अर्थात् पशुको मुख जोडियोस्, पशुवस्त हुन परोस् भनेर यसरी श्रापित गराए। समय बढ्दै बढ्दै गयो। शिवजीले केही पनि बोल्नु भएन। त्यो यज्ञ सकियो, ब्रह्मसभा देवश्री नामको यज्ञ सकियो। समय बढ्दै बढ्दै जाँदा एक दिन माता सती र साम्ब सदा शिवजी लोकमा पासा खेल्दै हुनुहुन्थ्यो। त्यही बेला आकाश मार्गबाट विमानहरू आवजात गरिरहेको माता सतीले देख्नुभयो। होइन प्रभु, के होला? शिवजीलाई थाहा थियो। शिवजीले केही होइन, केही होइन। के भन्नुहुन्छ शिवजी? तत्र श्रुत नभसी खेचराणां प्रजल्पतां सती दाक्षाणी देवी पितृयज्ञ महोत्सव। सतीले के हो भन्नुहुन्छ, शिवजी केही पनि होइन। त्यति भन्दै जाँदा देवताहरूको हलचलको भागबाट नारदजीले पनि यसो हेर्नुभयो, सबैलाई देखियो, तर साम्ब सदा शिवजी सपत्नीलाई देखिए। नारदजीले गएर कुरा लगाइदिनु भयो। अनि माता सतीले बारम्बार भन्दै हुनुहुन्छ, हे प्रभु, मैले भनेको होइन, केही न केही छ, काहीँ भनेको होइन, आज तपाईँले केही छ। कस्तो आनन्द छ। माता सतीले भन्नुभएको छ शिवजीलाई, श्रीमानलाई फकाउनु पर्यो भने यस्ता तरिका हुन्छ अरे, सुनौ, काम लाग्छ। प्रजापतिस्ते श्वशुरस्य साम्प्रतं निर्यापितो गमहोत्सव किल वयं च तत्राभिसराय वामते यथार्थितामी विभूता ब्रजन्ति।
हे भोले तपाईले त मलाई केही छैन भन्नुभएको होइन, तर आज के रहेछ भने ससुरस्य साम्प्रतम तपाईको ससुराली घरमा एउटा पूजा रहेछ। त्यो तपाईको ससुराली घरको पूजामा के हामी जानु पर्दैन? नजाऊ भन्नु भने माता सतीले मान्ने अवस्था पनि छैन, अनि जाउँ भन्नु भने जाऊ। माता मैयासा मोहु समारो पितमङ्क मादरा। तपाईले कुनै बेला मैले भनेको कुरा सुनेको छु कि जहाँ आफ्नो जन्मस्थान जानका लागि निमन्त्रणा चाहिँदैन, माता पिताजीको शरणमा जानका लागि निमन्त्रणा चाहिँदैन, गुरुका शरणमा जाँदा निमन्त्रणा चाहिँदैन। कि आज माता पिताजीको स्थानमा जान मलाई निमन्त्रणा चाहिएन? अब शिवजीले बोल्ने अवस्था रहेन। ठिकै छ सती, मेरो कुरा मान्छौ भने तिमी नजाऊ, पक्कै भलो हुँदैन। यदि जाने नै भए म तिमीलाई एक्लै पठाउँदिनँ भनेर आफ्ना वीरभद्र सहितका गणहरूलाई पनि भोले बाबाले पठाउनु। अब सरासर यज्ञमा गए पश्चात माता सतीले हजुर हामीले स्वस्थानमा सुनेको प्रसङ्ग अनुसार जस्तै गरी आमालाई गएर प्रसुतिलाई भन्नुभयो, आमा किन मलाई बोलाइएन भन्दा, हे नानी मलाई यस्तो कुरा नगर, तिम्रो पिताजीले जे गर्नुभयो त्यही भयो नानी, म कुनै जिम्मेवारी छैन। पिताजीलाई गएर माताले सोध्न लाग्नुभयो, हे पिताजी आज के भयो यस्तो? सबै दिदी बहिनीले यो एकेमा शोभा बढाएर आउन पाए, तर मलाई निमन्त्रणै भए भन्दा दक्षिणले बारम्बार भन्न थाल्दछ, मैले तिमीलाई नसम्झेको पनि होइन, तर तिम्रो पासमा हिँड्नेवाला त्यो दिगम्बर पनि पछि लाएर आवेला भनेर मात्रै नबोलाएको। माता सतीलाई त्यो कुरो सही भएन। अग्नि वायु र सूर्य तिनै देवताको आह्वान गर्नुभयो, अनि अग्निको ईशान कोणमा गएर बस्नुभयो। भक्त सज्जन हजुर हामीले पनि कसैले हामीलाई प्रश्न गर्यो तपाईहरु वैदिक सनातनीको सबभन्दा ठुलो देवता को हो भनेर प्रश्न गर्यो भने हामीले भन्न सक्छौं अग्नि, वायु अनि सूर्य। त्यही भएर हरेक देवकार्य या पितृकार्य गर्दा पनि पहिलो मन्त्र आउँछ जे देवा देवनन्देवा सस्तक्रमावेम अग्निर्मा तस्मादेन सो विश्वमञ्चन्त गुहसः वायुर्मा तस्मादेन सो विश्वमञ्चन्त गुहसः सूर्यो मा तस्मादेन सो विश्वमञ्चन्त गुहसः। सूर्यदेव, वायुदेव र अग्निदेवलाई प्रधानता मान्नु भयो। हे सूर्य, आज तपाईलाई नै साक्षी राखेर म यो शरीरलाई यही छोड्दैछु, पाँच आउँदै स्थूल शरीरलाई भनेर सूर्यलाई साक्षी राख्नु पर्यो। वायुलाई साक्षी राखेर जबसम्म भोले बाबाले मलाई देख्नु न तबसम्म यो शरीर यस्तै रहिरहोस्, स्वच्छ रहोस् भनेर चिन्तन गर्नुभयो। अग्निलाई पनि हे अग्नि वैश्वान, जबसम्म भोलेको आगमन हुँदैन तबसम्म मेरो शरीरलाई तिमीले स्पर्श नगर्नु है भनेर वचनबद्धता गराउनु भयो। अनि उनी माता सती अग्नि कुण्डको ईशानतिर गएर शिव शिव सम्झेर बस्नुभयो। स्वस्थानीमा एक कुण्डमा आम ढालेको कुरा आउँछ, तर भागवतमा ईशान कुण्डमा गएर साम्ब सदा शिवजीलाई चिन्तन गरेको प्रसङ्ग। पिपलुको पात शिव शिव भन्दै मर्न पाए हुन्थ्यो, शिव 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 भन्दै मर्न पाए हुन्थ्यो। जिन्दगीमा केही न केही त गर्न पाए हुन्थ्यो, जिन्दगीमा केही न केही त गर्न पाए हुन्थ्यो। शिव 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 भन्दै मर्न पाए हुन्थ्यो, शिव 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 भन्दै मर्न पाए हुन्थ्यो। जय शम्भो। पशुपति धाम पनि जान पाए हुन्थ्यो, पशुपति धाम पनि जान पाए हुन्थ्यो। शिव 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 भन्दै मर्न पाए हुन्थ्यो, शिव 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 भन्दै मर्न पाए हुन्थ्यो। विरहको सागर पनि तर्न पाए हुन्थ्यो,
विरहको सागर पनि तर्न पाए हुन्थ्यो शिव 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 भन्दै मर्न पाए हुन्थ्यो शिव 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 भन्दै मर्न पाए हुन्थ्यो गौरी भन्छु मैले शङ्कर भनौँ सबैले शङ्कर भनौँ सबैले गौरी भन्छु मैले शङ्कर भनौँ सबैले शङ्कर भनौँ सबैले गौरी भन्छु मैले शङ्कर भनौँ सबैले शङ्कर भनौँ सबैले गौरी भन्छु मैले शङ्कर भनौँ सबैले शङ्कर भनौँ सबैले हे भगवान् गौरी भन्छु मैले शङ्कर भनौँ सबैले शङ्कर भनौँ सबैले गौरी भन्छु मैले शङ्कर भनौँ सबैले शङ्कर भनौँ सबैले सबैले हरे सम्म सदा शिव भगवानको जय जय हो। जब उनी माता सतीले साम्ब सदा शिवजीलाई चिन्तन गर्दै 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 अग्निकुण्डको ईशानतिर गएर बस्न लाग्नुभयो। अब लोक भगवान साम्ब सदा शिवजीका पार्षदहरू जो गएका थिए उनै नन्दीगण इत्यादि पार्षदहरूले गएर भोले बाबालाई भन्न लाग्नुभयो भोले आज यस्तो प्रकारको उत्पात भयो। जब भोले बाबा एकै कुण्डमा सवारी हुन् उनै दक्ष नामरेका प्रजापतिको कथा सुन्दै सुन्दै श्याम्भु मनुका तीनवटी छोरीहरूको कथा सुनेपछि राजा पर्खे भन्नुहुन्छ हे गुरु सुखदेव स्वामी तपाईँले मलाई तीनवटी छोरीको कथा त सुनाउनु भयो तर श्याम्भु मनुका छोराहरू को हो रे श्याम्भु मनुको छोराहरू को हो आज्ञा होस् त श्याम्भु मनुको छोराहरूको हो प्रदान गर्दा श्याम्भु नामरेका मनुका पुत्र रत्न प्रियव्रत अनि त्यसै गरी उत्तानपाद। राजा परीक्षितले भन्नुभयो हे प्रभु अब उनी श्याम्भु मनुका छोराहरूको कथा सुन्न पाऊ। ठिकै छ अब त्यसो भए पहिला तपाईँ कान्छो छोराको कथा सुन्नुहोस् भनेर श्याम्भु मनुका कान्छो छोरा उत्तानपादको कथा सुनाउन लाग्नुभयो। भक्त सज्जन जसको नाम छ उत्तानपाद पाद शब्दको अर्थ पाउ उत्तान माथि फर्केको या अर्थात् प्रथमतः जन्म भएको नामसँग मिल्दोजुल्दो तरिकाले भन्नुपर्दा जसको पाउ पहिला जन्म भयो अनि पश्चात बल्ल श्रीको जन्म भयो। जुन कथाले दिन खोजेको कुरालाई नामको व्याख्या गर्नुपर्दा जसको बुद्धि चाहिँ उल्टो उल्टो बुद्धि हुन्छ त्यो उल्टो बुद्धि हुनेवाला व्यक्ति चाहिँ श्याम्भु मनको छोरो मात्रै उत्तानपाद होइन हजुर हामी सबैजना उत्तानपाद। बुद्धि आउनुपर्ने बेलामा काम सम्पन्न गर्नुभन्दा अगाडि बुद्धि आउँदैन अनि जब काम बिग्रिसक्छ काम बिग्रेपछि बुद्धि आउँछ भने हजुर हामी सबैजना उत्तानपाद हुने। उत्तानपाद नामरेका राजा जसका थिए दुईवटी पत्नी सुनीति र सुरुचि। सुरुचि र सुनीति दुई पत्नीहरू। सुरुचि कस्ती पत्नी थिइन् भने मनमा जे लाग्छ त्यही कुरा गर्नुपर्ने। यो खाउँ भनेपछि खानै पर्यो त्यहाँ घुम्न जाउँ भनेपछि घुम्न जानै पर्यो। मनमा जे रुचि हुन्छ जे इच्छा जाहेर हुन्छ त्यही कुरा चाहिनेवाला पत्नी जसको नाम हो सुरुचि। अब हामीलाई पनि अरू कुराको मतलब छैन मनमा लागेको कुरा चाहिँ गर्न नभए हुँदै हुँदैन भनियो भने हामी पनि सुरुचि। अनि जेठी पत्नी जो थिइन् जसको नाम हो सुनीति नीति शास्त्रलाई मात्र विचार गर्ने नियम सम्बन्ध कर्म गर्ने नियम सम्बद्ध छैन भने त्यस्तो काम नगर्ने इच्छालाई छोड्ने तर नियम सम्बद्ध हुनुपर्छ भन्ने त्यस्तो प्रकारका पत्नी जो हुनुहुन्थ्यो सुनीति। समय बढ्दै 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 जाँदा जब सुनीति मातासँग विवाह भयो पछिल्लो समय आएर सुरुचिसँग विवाह हुँदा सुनीति नामरेका आमालाई दरबारभन्दा अलि टाढा एउटा खोपी खुटी बनाएर राखेका थिए तर सुरुचि भने उनी राजाका पासमा। उनी सुनीति नामरेका आमाको गर्भबाट जन्मेका पुत्र रत्न जसको नाम थियो ध्रुव अनि उनी सुरुचि नामरेका आमाको पासबाट जन्मेका पुत्र रत्न भए उत्तम। एक दिन उत्तानपाद नामरेका राजा आफ्नो दरबारको हरे तिवा बोड मिरासपति
आज सौतेनी आमा भए पनि तिमीलाई जुन गाली गरे जे भने त्यो ठिकै गरे। तिमीलाई दुःख लाग्यो मलाई दुःख लाग्यो त हो, तर आज म जस्तो दुर्भागाको अभागिनीको कोखमा आएर तिमी छोरो भने बाबु त्यसै कारणले गर्दा तिमीले त्यो पिताजीको काख आफ्नो बान्न पाए। यदि त्यो राजगद्दी उनी पिताजीको काख तिमीलाई प्यारो हुन्थ्यो भने उनी आमाको घरबाट जन्म लिनुपर्ने ठिकै हो। तिमीसँग त्यो भाग्य छैन बाबु, डराउ। आमा सुनितिले आफ्ना पुत्रलाई काखमा च्याप्दै रुन लाग्नु। यता 5 वर्षे ध्रुव बालक सौतेनी आमाले गरेको व्यवहारले रुन लाग्नुहुन्छ। उता सुनिति आमा आफ्नो पुत्रको 5 वर्षे बालकको आँखाको आँसु देखेर धिक्क मेरो यति सानो छोरालाई पनि रुन भन्ने दिन रातभरि रुन लाग्नु। बल्ल बल्ल 5 वर्षे बालक ध्रुवले खान नमानिकन पनि अलिअलि कर गरेर आमाले गाउनुभयो। ध्रुव महाराजलाई त्यो शब्दका पाँडहरू मनमा बित्दैछन्। आमा त भोजन गरेर छोराको आँसु छोराको पीडा मन बुझाउन नसकेर थोरो थोरो रुनुभयो। ध्रुव महाराजलाई निद्रा परेर सौतेनी आमाले बोल्नु भएको जुन कटु शब्द र त्यो बाणी झलझलै सम्झिन लाग्नुभयो। तब नै ध्रुव एवं सञ्जल्पितं मातुर राखण्यार्थागमं भज सन्नियम्यात्मनात्मानं निःसकाम पितु। जब रातको समय भयो, कति बेला आमालाई निद्रा लाग्ला भनेर ध्रुव राजाले आमाको निद्रा पर्खेर बस्नु भक्त सज्जन। जब ध्रुव महाराजकी माता सुनितिलाई निद्राले छोप्यो अनि ध्रुवले सोच्नुभयो अब बल्ल मेरो योग्य समय आयो भने जानेर अगाडि देउती बलिरहेको टुकी बत्तीलाई हे दीप नारायण, हे दीप ज्योति, मेरी आमाको तपाईँ आज साथी भनेर रहनुहोला। मेरी आमा बारम्बार रोएर आँसु बहाउँदा, मेरी आमाको मुहारमा अन्धकार छाउँदा तपाईँले नै उज्यालो बनिदिनु होला भनेर यस्तो प्रकारले विरक्त बन्दै बन्दै 5 वर्षे ध्रुव बालक अब जानुभयो पितृनगर छोडेर। सरासर गृहनगरबाट अघि बढ्दै जाँदा जब जङ्गलमा पुग्न लाग्नुभयो, जङ्गलमा पुग्दा नाधुनाप्यमानन्ते सम्मानं वापि पुत्रका लक्षयाम कुमारस्य सप्तस्य क्रीडनादिषु। जब जङ्गलमा जाँदा कति जङ्गली हात्तीले तर्साए, कति बाघहरू आएर पलाउन खोजे तैपनि ध्रुव महाराजलाई केही भएन। कति सर्पले तर्साए, फणा फिँजाएर आए तर पनि ध्रुव महाराजको प्राण बच्यो, जोगिए। मध्यरातको समय छ, डरलाग्दो मधुबनको वासुदेवाय भज वासुदेवाय, वासुदेवाय भज वासुदेवाय, वासुदेवाय भज वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। नारायणले ब्रह्माजीलाई यही ज्ञान दिए, यसै सदाय। ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। ब्रह्मबाट नारदले यही मन्त्र पाए, ब्रह्मबाट नारदले यही मन्त्र पाए। देव ऋषि हुनु भयो यही मन्त्र गाई, देव ऋषि हुनु भयो वासुदेवाय। ओम नमो भगवते वासुदेवाय।
पर्वत बनाई वासुदेवाय ओम नमो भगवते वासुदेवाय नारदबाट प्रहलादजीले यही मन्त्र पाए नारदबाट प्रहलादजीले यही मन्त्र पाए नारदबाट ध्रुवजीले यही मन्त्र गाए नारदबाट ध्रुवजीले यही मन्त्र गाए ओम नमो भगवते वासुदेवाय एकपल्ट त हृदयले जपिदेन मन एकपल्ट त हृदयले जपिदेन मन यसैबाट सफ्रिनेछ हाम्रो यो जीवन यसैबाट सफ्रिनेछ हाम्रो यो जीवन ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेव भगवान को जय हो जीर्ण करणादिभिः श्रेणै कृतां दुर्भेर्चयदे विभुम्। जब जंगल गएको दोस्रो महिना भए भक्त सज्जन अनि मधुवनमा बसेर सुकेका झारपात खाएर दोस्रो महिना व्यतीत गर्नुभयो। मूल मन्त्र छ ओम नमो भगवते वासुदेवाय। अब तेस्रो महिना लागेपछि तृतीयं चानयन मासं नममे हनि अभक्ष उत्तम श्लोक मुपाधापद समाधिना। जब मधुवन पुगेको तेस्रो महिना भयो अनि 9 दिन बिराएर पानी मात्रै त्यो पानी पनि अड्कलेर खानुभयो। जति खाए प्राण अलिअलि रहला भन्ने विचार गरेर तेस्रो महिना पनि व्यतीत भयो। जब 4 महिना लाग्दा चतुर्थमपि वै मासं द्वादशे हनि वायुर्भक्षोजित श्वासो ध्यायन् देवमधारयत्। जब 4थो महिना लाग्यो अनि 12 दिनमा एकपटक श्वास फेर्नुहुन्थ्यो लामो श्वास अनि अर्को 12 दिनपछि फेरि वायुलाई लिनुहुन्थ्यो। त्यस्तो तरिकाले 4 महिना पनि व्यतीत भयो। अब जब ध्रुव राजा मधुवन गएको 5 महिना टेके पश्चात पंचमे मात्स्यन्हो प्राप्ते जीत श्वासो नृपादमदा धायन् ब्रह्मपदैकेन तस्थौ स्थाणुरिवाचन। उत्तनपात चिन्तामा पर्दा सबै प्रजा र मन्त्रीमण्डलले गाली गरे राजा काम बिग्रेपछि बुद्धि आएर केही हुँदैन गते सोगो न कर्तव्य। जब काम बिग्रियो अब यति बेला तिम्रो बुद्धि आएर केही हुनेवाला छैन। अब तिम्रो छोरा जङ्गल गएको छ। जब ध्रुव राजा यसरी 5औं महिना पुगे पश्चात देवले घोडाको बुढी औँलाले पृथ्वीलाई टेकेर दुवै हात आकाश मार्गमा फैलाएर भगवान नारायणको नाम जपे पश्चात सारा ब्रह्मादि देवताको आफ्नो आसन कम्पमान हुन लाग्यो। अनि ब्रह्मादि देवताले भगवान नारायणलाई के भन्नुहुन्छ देवाउचु नैवं विदामो भगवान प्राणरोधम। भगवान श्रीहरि पनि प्रसन्न हुँदै मधुवनमा आइपुग्नु भयो। ध्रुव नामरेका महाराज भगवान नारायणको ध्यान गर्दै दुवै हात जोडेर ऊर्ध्वमुखी हुँदै ओम नमो भगवते वासुदेवाय भनिरहेको बेलामा भगवान नारायण टुप्लोका आउनुभयो। भगवान नारायण आएर हे बाबु भन्दा ध्रुव नामरेका महाराजको त्यो समाधि खुलेन। भगवानको नामोच्चारणबाट विचलित हुनुभयो। अनि भगवान नजिकै अगाडि गए पश्चात त्यो तेजले ध्रुव राजाको आँखा खुल्यो। अगाडि टुप्लुक्क भगवानलाई देख्दा ध्रुव राजाको बोली केही आएन, बोल्न सक्नुभयो। भगवानको दर्शन त गर्नुभयो तर बोली प्राप्त भएन। अनि भगवानले त्यो लक्ष्यलाई जानेर आफ्नो सतम विवञ्छन्तमत दिदं हरि ज्ञात्वस सर्वाचरी दयवस्थितः कृताञ्जलि ब्रह्ममयेन कम्बना पस्परस बालं कृपया कपोले। जब अगाडि कृत भनेको खाली हात जोडेर ध्रुव राजा बारम्बार भगवानको हात जोडिरहेको अवस्था भागमा
भगवानले त्यो बाणी नआएको थाहा पाएर आफ्नो 5 शङ्ख लगाएर दाहिने गालामा यसो छुवाइदिनु भएको थियो। ध्रुव नागरिका महाराजीको बल्ल बाणी शुभारम्भ हुन लाग्यो। ध्रुवले भगवानलाई कसरी ध्यान गर्नुहुन्छ? योऽन्त प्रविश मम वाचमिमां प्रसूतां सञ्जीवयत्यखिल शक्तिधर स्वधाम्ना अन्यासहस्तचरणः श्रवणः तगादीन् प्राणान् नमो भगवते पुरुषाय तुभ्यं प्राणान् नमो भगवते पुरुषाय तुभ्यं। हे प्रभु, हे परमात्मा, मैले हात खुट्टा सबै प्रकारका अंग प्रत्यङ्गता प्राप्त गरेँ, तर आज तपाईँ मेरो अन्तस्करणमा प्रवेशित भएर यो शरीरलाई जब शरीर बनाइदिनु भएको छ, न त मेरो शरीर आज देखिएको शरीर हुने थिएन। यो शरीरलाई साँच्चीकै शरीर बनाइदिए, मलाई साँच्चीकै ध्रुव बनाइदिए वाला त्यस्तो प्रकारको चेतना दिने हे परमात्मा, म बारम्बार हजुरलाई ध्यान गर्दछु। ध्रुवले ध्यान गर्दै भन्न लाग्नुभयो, सत्याशिषो हि भगवस्तव पाद पद्मम् आशिष तथानु भजत पुरुषार्थमूर्ते अपेयमर्य भगवान् परिपाति दीनान् वासुदेव पश्यकमनोग्रकातरोस्मान्। ध्रुवले भगवानको ध्यान गर्दै भन्नुभयो, हे प्रभु, हे गुरु, हे ईश्वर, आज हजुरले मलाई कसरी बाटो देखाउनुहोस् भने अन्धकार नै अन्धकार भएको ठाउँमा प्रकाश हुन्छ। त्यो प्रकाश आएपछि अहिलेको अन्धकार कहाँ गयो कसैले देख्दैन। त्यस्तै म भित्र एक प्रकारको अन्धकार छ, त्यो अन्धकार तपाईँले हटाइदिनुहोस्। मेरो शरीर त उज्यालो भइसक्यो तपाईँको ब्रह्म तेजले, तर मेरो मन उज्यालो हुन बाँकी छ। मलाई तपाईँले चेतना जगाइदिनुहोस् प्रभु, पिउताइदिनुहोस्। म कस्तो भएको छु? ध्रुवले रुँदै भन्नुभयो, पशुले बच्चालाई जस्तो व्यवहार गर्छ म त्यस्तो, म यस्तो भएँ प्रभु। गाईबाट घाँस लुटिएको बाछो जस्तो भने म त उत्तराफाद राजाको छोरा, राजा म त्यो अधिकारबाट लुटिएँ, म त्यो राजगद्दीमा गएर एकछिन बस्न पनि पाएँ। अब मलाई के गर्नुहोस्? भगवानको प्रसङ्गलाई भन्नुहुन्छ, वासुदेव पश्यकमनोग्रहका तरोस्मान्। हे प्रभु, त्यो बाछोको घाँस गाईले लुट्ने त हो, तर त्यो घाँस लुट्ने बाछोले के गर्छ? त्यो बदलामा गौमाताले के गर्दछिन्? बाछोको भागको घाँस आफू खान्छन् अनि आफूले त्यो बाछोलाई स्तनपान गराउँछिन्। आज मेरो मुख अगाडि आएको जो घाँस लुटिएको म बाछो छु, मेरो मुखबाट घाँस त लुटियो, तर फेरि पनि आमाले कृपा गरेर दुध चुसाए जसै गरी ध्रुवलाई एक दिन यस्तो पक्षुत लागेछ। भक्त सज्जन, अन्न नै अन्न भएको ठाउँमा भिक्षा लिनेले गएर यदि कनिका माग्यो भने त्यो दिनेलाई पनि केही दिएको जस्तो लाग्दैन, अनि लिनेले पनि त्यो दिने व्यक्तिको दाताको अपमान गरेको जस्तो अनुभव हुन्छ, त्यो अनुभूति हुन्छ। आज मैले त्यस्तै गरेछु। जो जगत चलाउँछ, जसको हातमा यो ब्रह्माण्ड छ, अनि मैले के मागे? अन्न हुनेसँग कनिका मागे जस्तो संसार नै हातमा भएको व्यक्तिसँग अविनाशी चिज माग्नु पर्ने ठाउँमा एक दिन नासिएर जाने नाशवान चिज मागे। जो राज त एक दिन नासिएर जान्छ, तर अविनाशी चिज माग्नु पर्ने परमात्मालाई चिन्तन गर्नुपर्ने, तपाईँको निकटतम भावमा रहन पाऊँ भनेर त्यस्तो सौभाग्य स्वर्गीय प्रदान माग्नु पर्ने, तर मैले नाच्नेवाला चिज मागे। ध्रुव राजा चिन्तामा पर्नुभयो, जे भयो ठिकै छ, अब मैले मागे
पिताजी जङ्गल गए पश्चात आफ्ना सारा कर्म चलाउँदै जानुभयो। एक दिन उनी ध्रुव नामरेका महाराज जसको बेमात्री हुनुहुन्थ्यो सुरुचिका गर्भबाट जन्मेका उत्तम नामरेका महाराजलाई शिकार खेल्न साह्रै मन पर्दथ्यो। शिकारका लागि भनेर उत्तम नामरेका महाराज आफ्नो लोकबाट अघि बढ्दै नैऋत्यतिरको क्षेत्रमा अलकापुरी नामरेको धामतिर जानुभयो। अलकापुरी नामरेको क्षेत्रमा जाँदा सारा प्रकारका यक्षगणहरूको राज्य भएको थियो। त्यही यक्षगणको क्षेत्रमा गएर उत्तमस्कृतदाहो मृगायां बलिसा हत पुण्यजने नादोरो तनमा तस्य गतिं गतः। यक्षगणको राज्यमा जानुभयो अनि शिकार गर्दै गर्दै जाँदा कहिले रिसले शिकार मृग पाइन भएर यक्षगणका साना साना बालकहरूलाई गएर बाण हान्न थाल्नु। त्यो थाहा पाएपछि सारा यक्षगणहरू उत्रन लागे। अब यो को हो मनुष्यलाई हामी मारिदिन्छौँ, हेर्दा त राजकुमार जस्तो देखिन्छ, यसलाई बाँकी राख्न हुँदैन भनेर सारा लोकवासी यक्षगण आएर उत्तमको त्यहीँ प्राणान्त भयो। अलकापुरीमा उत्तमको प्राणान्त भयो। लामो समय आफ्नो छोरो बेपत्ता भएको थाहा पाएर माता सुरुचि पनि जङ्गलतिर खोज्न जानुभयो। जाँदा जाँदा उनी माता सुरुचि पनि जङ्गलमा नै प्राणान्त हुनुभयो। साधु सज्जनहरू जङ्गलमा लागेको डरलाग्दो भयभीत आगोबाट प्राणान्त हुनुभयो भनेर पनि व्याख्या गर्नुहुन्छ। जब उनी सुरुचिको प्राणान्त भए पश्चात लोकमा ध्रुवलाई थाहा भयो मेरो आफ्नै भाइ उत्तम जङ्गलमा प्राणान्त भएको छ भन्ने कुरा थाहा पाएर ध्रुवले जति पनि भएका शस्त्रास्त्र जति सबै बोकेर जङ्गलमा अब युद्ध गर्न भनेर जानुभयो। के गर्नुहुन्छ? तस्यार शास्त्रम धनुषी प्रयुञ्जत सुवर्ण पुङ्खा कलहं सदाससा विनिश्रिता आविर्विशोधि सद्बलं यथा वनं भीमरवासी खण्डिना। जब ध्रुव राजाले अर्जुनको बाण जस्तो द्रोणाचार्य गुरुले सिकाएको शस्त्र ज्ञान जस्तो बोध गर्दै आफ्नो बाणलाई यक्षगणको पासमा प्रहार गर्दा धेरै यक्षगणहरू प्राणान्त भए। त्यो कुरा कुबेर नामरेका महाराजीले थाहा पाउनुभयो। स्वाम्बु नामरेका पितामहले पनि थाहा पाउनुभयो। ध्रुव राजा त जङ्गलमा गएर अलकापुरीमा सारा यक्षगणका पासमा युद्ध गर्दैछन् भन्ने कुरा थाहा पाएर अनि स्वाम्बु मनुले आएर आफ्नो नातिलाई सम्झाउन लाग्नुभयो। ध्रुव राजाले के भनेर सम्झाउनुहुन्छ? संयच्छरो सम्भद्रं ते प्रतीपं श्रेयसां परं श्रुतेन भूयसा राजन् गदेन यथा। हे बाबु, हे ध्रुव, तिमी किन युद्ध गर्छौ? आज तिम्रा भाइ उत्तमको प्राणान्त भयो, तर आज तिमीले उत्तमलाई यक्षगणले मारे भनेर अब यक्षगण मार्दामा तिम्रो भाइ उत्तम फिर्नेवाला छैन, फर्केर आउँदै। जसरी एउटा रोग लागेको रोगी वैद्यको छेउमा गए पश्चात वैद्यले रोगको लक्षण जानेर उपचार गर्छ, तिमीले यो उत्तम किन प्राणान्त भयो, किन मर्यो भनेर पहिला कारण जानेर अनि बाण हान्न थाल्नुपर्ने कुरा बुझेनौ। आफ्नो भाइको गल्ती चाहिँ विचार गरेनौ, तर अनाहत बेक्कासुरमा बिना कारण तिमीले यसरी बाण चलायो भने यो तिमीले राम्रो काम गरेको पक्कै पनि होइन। रोगीको रोग चिनेर जुन वैद्यले औषधि दिएको जसरी तिमीले पनि योग्य प्रकारको औषधि दिनु पर्थ्यो। तर वैद्य राजलाई योग शास्त्रमा चाहिँ कसरी ईर्ष्या पोखिएको छ भने तुलसीदासले पनि भन्नुभएको छ वैद्य राजको विरोध गर्दै। अब यहाँ कोही वैद्य राज जो विज्ञान सम्बन्ध यानी कि स्वास्थ्यसँग जोडेका व्यक्ति कोही भए अन्यथा क्षमा पाऊ, तर तुलसीदासले पनि घोषपेच गर्दै के भन्नुभएको छ? ए महाराज नमस्तुभ्यं वैद्यराज नमोस्तुते। हे
नमस्तु भरते प्राण वैद्यं प्राणं धनानि च। के भन्नुभयो? म यमराजलाई पनि नमस्कार गर्छु, कालपुरुषलाई पनि नमस्कार गर्छु अनि म वैद्यराजलाई पनि नमस्कार गर्छु। के छ कारण? यमराजले चाहिँ प्राण मात्रै हर्नु। वैकुण्ठबाट विमान आएर ध्रुवराजालाई पनि सरासर तपोबलले भगवानले आफ्नो स्वधामतर्फ लान खोज्दै हुनुहुन्छ। जहाँ आमा सुनती हुनुहुन्छ कि हुनुहुन्न भनेर ध्रुवराजाले पछाडि फर्केर विमानतिर हेर्न लाग्नुहुन्छ। आमालाई लानु भएको छैन भने, यदि विमान चढेर मेरी आमा जान पाउनु भएको छैन भने म पनि एक्लै जाँदै जान मलाई जानु परेको छैन भन्दा भगवानका पार्षदहरूले ध्रुवराजा अगाडिको विमानमा हेर्नुहोस् त तपाईँ कहाँ भनेपछि ध्रुव प्रसन्न चित्तले विमानमा तयार हुन लाग्नुभयो। यता ध्रुवराजा भने भगवानलाई विशेष तवरले चिन्तन गर्दै हुनुहुन्छ। हरियम यो चोला पाएको किन यो जिब्रो पाएको किन 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 भगवानको राम नाम लिँदैन। यो जिब्रो पाएको किन किन भगवानको राम नाम लिँदैन। यो शिर पाएको किन 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 भगवानको मन्दिरमा ढोक्दिन। भगवानको मन्दिरमा ढोक्दिन। अग्नि नमः त्यो मेरो लागि होइन, कसको लागि? उनी अग्नि वैश्वानरको लागि। अनि सारा ब्रह्मादि देवता सरासर आफै आउनुहुन्थ्यो। आफ्नो हवन कुण्डबाट त्यो हवि ग्रहण गरेर जानुहुन्थ्यो। समय बढ्दै जाँदा अङ्ग राजाले गर्नुभएको यज्ञमा ब्रह्मादि देवता आउनु भएन। अङ्गलाई चिन्ता लाग्यो, गुरुलाई सोध्नु भएन, गुरु किन आउनु भएन? देवताहरू आफ्नो भाग दिनको लागि भन्दा गुरुले भनिदिनु भयो, राजन तपाईँ लोकमा गृहस्थ भएपछि जसका सन्ततिहरू प्राप्त भएका छैनन् त्यही कुरालाई जानेर ब्रह्मादि देवता नआउनु भएको हो भन्दा ब्रह्मादि देवताहरूको प्रसङ्गलाई जानेर अङ्गिरा र तुष्टा गुरुले अङ्ग राजाको मनोभावनालाई सिद्ध गर्न विशेष तवरको ध्यान गर्नुभयो। जप गरी गरिकन भगवानलाई प्रसन्न तुल्याउनुभयो अनि फेरि हवन शुभारम्भ गर्नुभयो। जब अग्निकुण्डमा पुरोडास इत्यादि अनन्य हवनादि कर्म शुभारम्भ हुन थाल्यो, हरिवंश महापुराणको विष्णु पर्व खण्डमा भनिएको छ आँकका फुलहरू अनि जहाँ जौलाई हवन गर्ने चामललाई अनि त्यो तिललाई पनि भुटेर पनि हवन गर्ने विधान छ, जसलाई पुरोडासका रूपमा सङ्केत गरेको छ हरिवंश महापुराणले। यसरी हवनादि कर्म शुभारम्भ गरियो। यज्ञबाट यज्ञ शेष यज्ञको हवि प्राप्त हुन थाल्यो। अब त्यो यज्ञको हवि ग्रहण गर्ने बेला हुन थाल्यो। हाम्रो पनि यज्ञ गर्दै गर्दै जाने बेलामा गुरुहरूले भन्नुहुन्छ नि, लौ त यजमान प्रधानकर्ता, ल अब सुरुबाट कुनै चिज निकालेर एउटा पातधर्म राखेर ल यो ओठमा लगाएर आचमन गर्नुहोस् त भन्नुहुन्छ नि गुरुहरूले। वास्तवमा त्यो शास्त्रमा प्राशन जुन छ त्यो प्राशन शब्दको अर्थ भनेको खानु नै हुन्छ। यज्ञबाट तयार भएको जुन हवि हो, यज्ञको जुन शेष हो, त्यो शेष यजमानले पहिला ग्रहण गर्ने खाने अनि यज्ञको वास्तविक फल लिने नै जुन प्राशन हो यज्ञको हवि ग्रहण गर्नु हो। हामीले पनि वास्तवमा त्यो यज्ञको हवि खाने नै हो, ओठमा लगाउने मात्रै होइन। यज्ञबाट हविका रूपमा तयार भयो। कस्तो तरिकाले भने सुनको थालीमा पायस प्राप्त भयो। अङ्ग राजा पनि केवल मैले सन्तानको धेरै प्रकारको लाग्नुभयो। सारा लोकवासीले भन्न थाले, हे राजा अङ्ग, पहिला त सन्तान जन्मिन भनेर तपाईँ दुखित हुने, आज त्यो सन्तानले तपाईँलाई रुवायो। बेन कस्ता भयो भने पूजा गर्ने अर्चना गर्नेवाला व्यक्तिलाई पनि पूजा गर्ने, सम्भाषण दिनेवाला प्रजालाई नराम्रो कुकर्मको लागि सन्देश दिने जति पनि मेरो राज्यमा बसेर भगवानको पूजा अर्चना वन्दना गर्छु भने त्यस्ता व्यक्तिलाई म ल्याएर कालकोठरीमा थुनिदिन्छु। मेरो राज्यमा बसेर पूजा पाठ गर्न पाइँदैन। अनि त्यो रामकृष्ण भगवानको शरण चाहिँदैन भने बेनले अब यहाँ पनि भजन छ, हामीसँग भजन गाउने चाहिँ समय अलिक कम छ। के भन्छ बेनले?
पुराणले के भन्छ, कस्तो प्रकारको लक्षण हुनुपर्छ ब्राह्मण? आजबाट सुरु भयो हुकुम शासन। भक्तजनको रक्षा गर्नु ढिला नगरी, नर रूपमा आउनु भयो नारायण हरे। भक्तजनको रक्षा गर्नु ढिला नगरी, नर रूपमा आउनु भयो नारायण हरे। भक्तजनको रक्षा गर्नु ढिला नगरी, हरे भक्तजनको रक्षा गर्नु ढिला नगरी, लौना भक्तजनको रक्षा गर्नु ढिला नगरी। अन्न दिनेवाला पृथ्वी, अन्न दिनेवाला जो धरती माता आफ्नो प्राण बचाउने ठाउँ नभएर गाईको रूप लिएर बसिरहनु भएको रहेछ। पृथ्वी राजाले हातमा बाण सन्धान गरेर सर्वत्र खोज्नुभयो, कहीँ देख्नु भएन पृथ्वीलाई अर्थात् धरतीलाई। त्यति बेलासम्म नाम धरती मात्रै थियो। बाण सन्धानका लागि खोज्दै खोज्दै जाँदा एक कुनामा गाईको रूप धारण गरेर उनी धरती माता धैर्यणी बसिरहेको देखे पश्चात राजाले गएर प्रति प्रश्न गर्न लाग्नु भए, धरती इति बेवसितो बुधिया प्रगृत सरासना संलग्धे विशिखं भूमे कुर्दस्त्री पुरायथा। होइन, मेरा प्रजालाई खान दिनुपर्छ भनेर तिमी आएर लुकेर बस्नेवाला हे धरती, तिमीलाई बाँकी राख्दिन भनेर जब पृथ्वी राजाले बाण हान्न लाग्नुभयो, त्यस्तो प्रकारले बाण हान्न लागेको बेलामा उनी गौमाता आफ्नो प्राण बचाउनका लागि भाग्दै भाग्दै अघि बढेर के भन्नुहुन्छ? धर्मवाच ए नमा परस्मै पुरुषाय मायया भिन्नस्तनाना तनवे गुणात्मने नम स्वरूपानुभवेन निर्धुता द्रव्य क्रियाकार कपिभ्रभोर भई। हेरा, धर्मशास्त्रले भन्छ राजा बन्धुरी होच्छते, राजा भनेको सबैको बन्धु बान्धव हो भनेर धर्मशास्त्र भन्छ। तर आज राजा तपाईँ जस्तो साह्रै डर देखाउनेवाला, साह्रै क्रोधी अनि परम शत्रु राजा मैले अहिलेसम्म देखेकै थिइनँ। राजाले त सबैलाई जोगाउनु पर्ने, तपाईँ चाहिँ बाण तागेर मलाई मार्न आइरहनु भएको छ। आजसम्म तपाईँले मलाई सोध्नुभयो के कारणले गर्दा मैले अन्न उत्पादन दिनँ, किनभने फाइदा चाहिँ सबैले लिन खोज्छन् अनि मेरो सेवा सुश्रूषा कसैले गर्दैन। धरतीमा पुण्य कर्म कसैले गर्दैन, धरतीबाट फाइदा मात्रै लिन खोज्छ। मन्दिर बनाउँछन्, बल्ल तल्ल पूजा गर्दैन। अनि मेरो पृथ्वी रूपको कसैले पूजन अर्चन वन्दना गर्दैन। मेरो स्वामी जो भगवान नारायण हुनुहुन्छ, भगवान नारायणको थुकबाट म सिर्जित भए अनि मेरा स्वामीको कसैले अर्चन वन्दना गर्दैनन्। मलाई मात्र प्रयोग गरेर फाइदा लिन खोज्छन् भने के मैले मात्र फल दिइरहनुपर्छ? लोकमा दुष्कर्मी बढ्दै बढ्दै जाँदा मैले मेरो प्राणै नबचाउने अवस्था रहन थाल्यो र प्राण बचाउन म गाईको रूप लिएर बसेको हो भन्दा पृथ्वी राजाले भन्नुभयो, नानी त्यस्तो नगर, अबबाट सत्कर्मको विकास हुन्छ। पुण्य कर्म अनवरत रूपमा अघि बढ्दै बढ्दै जान्छ, त्यस कारणले गर्दा तपाईँले फल दिनुपर्छ भनेर पृथ्वी राजाले कोप गर्नुभयो। बाण प्रहार गर्न लाग्दा पृथ्वी राजाले आफ्नो अधिपत्यता जमाएको, अधिकार जमाएको कारणले गर्दा धरती माताको त्योभन्दा अगाडि नाम धरणी मात्रै थियो, धरती मात्रै थियो। पृथ्वी राजाले अधिकार सम्पन्नता प्राप्त गरेर कोप गरे पश्चात जसको नाम भयो पृथ्वी। अनि उनी पृथ्वी नामरीका माताजीबाट सबै प्रकारका वस्तु प्राप्त गर्न लाग्नुभयो। प्रजाजनलाई जसलाई जे चाहिन्छ त्यही लिन थाले। कसरी? प्रजाहरूले पृथ्वी राजालाई बाछो बनाएर अन्न दुहुन थाले। ऋषिले बृहस्पतिलाई बाछो बनाएर वेदादि शास्त्रहरू दुन लाग्नुभयो।
दैत्यहरूले भक्त प्रहलादलाई बाँच्छ बनाएर मदिरा धुन लागे अनि विषालु जीव जन्तुहरूले तक्षक नाम गरेको सर्पलाई बाँच्छ बनाएर विष धुन थाले भक्त सज्जन। जसलाई जे चाहिन्छ सबैले एक एक चिज धुँदै धुँदै प्रजाहरू सन्तुष्ट रहन लागे। उनै पृथु नामरेका महाराज आफ्ना सारा प्रजाहरूलाई साह्रै सन्तुष्ट तुल्याएर राजकाज गर्दै हुनुहुन्थ्यो। एक दिन पृथुले सोच्नुभयो लौ त भएन, म राजकाज गर्दै गर्दै जाने क्रममा मैले यो लोकलाई मात्र खुसी बनाएर हुँदैन, प्रजा पालन गरेर मात्र हुँदैन, परलोक सुधार्नुपर्छ भन्ने जानेर पृथु राजाले जब 100वटा अश्वमेध यज्ञ गर्छु भनेर अश्वमेध यज्ञको शुभारम्भ गर्नुभयो। अश्व भनेको घोडा, मेल भनेको भगवानलाई चढाउनु अर्थात् समर्पित गराउनु, सामान्यतः केवल बलि दिनु। जब पृथु नामरेका महाराजीले 100औं अश्वमेध यज्ञको शुभारम्भ गर्न लाग्नुभयो। त्यो अश्वमेध यज्ञ गर्नुपर्ने कारण के थियो भने जसले 100वटा अश्वमेध यज्ञ गर्छ भक्त सज्जन, त्यो 100वटा अश्वमेध यज्ञ गर्नेवाला व्यक्तिले स्वर्गको राजा हुन पाउँथ्यो अर्थात् अमरावतीको राजकाज सम्हाल्न पाउँथ्यो। त्यो सौभाग्यलाई जानेर अनि पृथु राजाले 100वटा अश्वमेध यज्ञको शुभारम्भ गर्न लाग्नुभयो। यज्ञ गर्दै गर्दै जाने इति चाधोक्षजेशस्य पृथुस्तु परमोदयम् असूयन् भगवान् इन्द्र प्रतिघातमचीकरत्। जब 79वटा अश्वमेध यज्ञ गरियो, अब 100औं अश्वमेध यज्ञको पालो आइपुग्यो। भक्त सज्जन गोठमा ल्याएर घोडा बाँधि राखेको पृथु राजाले यज्ञ गर्दै गर्दै हुनुहुन्छ। त्यति बेला उनै पृथु नामरेका महाराजीको 100औं अश्वमेध यज्ञको पाला आए पश्चात पृथुले भन्नुभयो छोराहरू ल जाऊ गएर गोठमा बाँधेर राखेको त्यो घोडालाई ल्याउ त बाबु। त्यस्तो तरिकाले जब राजा पृथुले छोराहरू रहनुभयो अनि उनै पृथु राजन 100औं अश्वमेध यज्ञ शुभारम्भ गर्न लागेको वखतमा इन्द्रले गोठबाट त्यो 100औं यज्ञको घोडालाई चोरेर लानु भएछ। यदि त्यो घोडा नचोर्ने हो भने आफ्नो पद खुस्किन्छ, अब घोडा चोर्नै पर्यो भनेर इन्द्रले 100औं अश्वमेध यज्ञको घोडा चोर्नु हो। छोराहरू लिन जाँदा त गोठमा घोडा नै छैन, लाउन के गर्ने भनेर हेर्न जाँदा त अत्रि नामरेका महाराजले भनिदिनु भयो तपाईँहरूको घोडा त स्वर्ग राजा इन्द्रले चोरेका छन् भने पश्चात त्यही बाटो इन्द्रलाई खोज्दै खोज्दै गएको इन्द्र आफ्नो प्राण बचाउनका लागि नक्कली जोगी भनेर बस्दिनु भएछ। अनि त्यही अत्रिको आश्रम वरिपरि घोडा छोडिदिनु भयो। पश्चिमतिर हो भनेर क्षेत्र सीमा निर्धारण गर्नुभएको थियो। त्यसै कारणले गर्दा कुशको छ्याएर कुशको सीमा स्तम्भ राखेर प्राचीन बलिलाई बुझाउनै भन्नुभयो जति जति पशुहरूलाई तिमीले वध गर्यौ आज फल प्राप्ति गर्छु भनेर, तर ती फल प्राप्त गर्ने आशाले तिमीले गरेका वध गरेका पशुहरूले कति बेला प्राचीन बरी मर्ला र अनि यसलाई आहार बनाउन पाउला भनेर तिम्रो आहारको खोजीमा रहेका छौ भनेपछि प्राचीन बरी झस्किन भयो। प्राचीन बरीलाई भन्न लाग्नुहुन्छ हे राजन आज तपाईँ त मासु खाने आशाले भोकालाई काट्नुभयो, तर तपाईँले नै काटेको भोकोले भोलि कति बेला प्राचीन बरीलाई आहार गरौँ भनेर आशामा बसेको छ भने तपाईँलाई बदला लिएर बसेका पशुसँग जोडिएको अनि तपाईँको जीवनसँग जोडिने खालको एउटा कथा सुनाउँछु ल सुन्नुहोस् भनेर प्राचीन बरी राजालाई पुरन्दरको कथा सुन्न लाग्नुभयो। पुरन्दरको कथा कस्तो छ? भो भो प्रजापते राजन पशुन पश्यतु याम्बरे सम्यापीतं जीव संज्ञान सहस्रशः। हे राजा, एकजना पुरञ्जन नामरेका राजा थिए भक्त सज्जन। पुरञ्जन नामरेका राजाका साह्रै मिल्ने साथी जसको नाम थियो अभिज्ञात। अभिज्ञात मित्र र पुरञ्जन राजन लोकमा परिभ्रमण गर्दै गर्दै थिए।
संकल्प के थियो दुवैजना अभिज्ञात र पुरञ्जनको खाएदेखि दुईजनाले सँगै खाने सुते दुईजना सँगै सुत्ने मरे दुईजना सँगै मर्ने हाम्रो यो वचनबद्धता कहिले नछोडौँ है भनेर हाँथे पुरञ्जन नामरेका राजन अनि त्यसै गरी अभिज्ञात नामरेका मित्र। समय अघि बढ्दै गरे एक दिन पुरञ्जन नामरेका राजाले घना जङ्गलबाट आफ्नो घरतिर फिर्दै गरेको बेलामा ठुलो दरबार देखे। पुरञ्जनले अभिज्ञातलाई भने अभिज्ञात मित्र म त घर जान्न हेर यस्तो राम्रो दरबार पाएपछि यतै बस्ने पहिला हेरेर भने पनि आउँछु कसको दरबार रहेछ भनेर पुरञ्जन चट्ट दरबारभित्र प्रवेश गरे। भक्त सज्जन त्यो दरबार त प्रवेश गरे हेर्दा त विशाल दरबार रहेछ जो 3 तलाले युक्त भएको जसमा 9वटा ढोकाहरू रहेछ। बिस्तार पुरञ्जन प्रवेश गरेको त भित्र एकजना साह्रै सुन्दरी कन्या रहेछ। यदृच्छया गतां तत्र ददर्श प्रमदो तमान प्रेतै दशभिरायां तीरे मेकैक सतनायकै। जहाँ एउटा साह्रै सुन्दरी कन्या रहेछन्। सुन्दरी कन्याले के भने ने राजा हे पुरुष तिमी को हौ तिमी के को लागि आएको भन्दा पुरञ्जनले भने म लोक भ्रमण गर्दै हिँडेको छु। कुनै सुन्दरीले भने तिमीलाई यो दरबारमा बस्न मन छ। पुरञ्जनलाई त्यस्तो कहाँ पाऊँ साह्रै सुन्दर नौढोके दरबारमा बस्छु भने बिहे भएको छ कि छैन भन्दा बिहे भएको छैन। कुनै सुन्दरीले भने ठिकै छ मेरो पनि बिहे भएको छैन यदि तिमीलाई बस्न मन छ भने आऊ बस मसँग विवाह गर 100 वर्षसम्म आनन्दले बसौँला तिमी पति म पत्नी। पुरञ्जनलाई साह्रै खुसी लाग्यो। एउटा 5 फणायुक्त सर्पले दरबारको रक्षा गरेको छ। 10 जना सेवकहरूले दरबारका सेविका बनेका छन्। कुनै रानीलाई सेवा शुश्रूषा गरेका छन्। त्यस्तो आनन्दको दरबारमा बस्न पाएको बस्दैन। पुरञ्जनले बस्छु भने पुरञ्जनीले शर्त राख्न थाले। कस्तो प्रकारको शर्त छ पञ्चशीर्षायिना गौता प्रतिहारेण सर्वत अन्य समान वृषभम प्रौढा कामरूपिणीं। जब शर्त राख्न थालिन् म तिमीलाई शर्त राख्दछु कि यदि यो दरबारबाट बाहिर जान लागे भने मलाई नसोधिकन जान पाइँदैन। मैले खाएपछि मात्र तिमीले खान पाउँछौ म कहीँ हिँडेपछि मात्र तिमी हिँड्न पाउँछौ। यदि मेरो आदेश विपरीत तिमीले कुनै काम गर्यो भने त्यो दिनबाट तिम्रो र मेरो सम्बन्ध सक्यो। अब पुरञ्जनलाई सुन्दर दरबारमा बस्न पाएछ किन नमान्न जे भने पनि मान्छु। एउटा शर्त त भन्नै बिर्सेको हे राजा। मेरो शर्त के छ थाहा छ हरेक दिन तिमीले जङ्गलमा गएर नयाँ नयाँ शिकार खोज्दै ल्याएर मलाई त मासु खुवाउनु पर्छ। पुरञ्जन त आनन्दमा परे आहा दैवले कस्तो जुराको तिमीलाई पनि मासु नभइकन घाँसै नजाने अनि मलाई पनि मासु बिना खाएको जस्तै नलाग्ने गजब भएछ नानी। फेरि दिनकै शिकार गरेर ल्याउनु पर्छ नि हुन्छ भइहाल्छ। पुरञ्जनले शर्त माने। भोलिपल्ट प्रातः सत्र भयो सरासर गए शिकार खोजे ल्याए रानीलाई भक्षण गराए आनन्दले भोजन गरे। समय बढ्दै थियो। एक दिन राजाले सोचे अब मेरो काम भनेको दिनकै शिकार गर्ने ल्याउने खाना दिने भयो यस्तै यस्तै हो जान्छु भनेर रानीलाई नसोधिकन संयोगले शिकार गर्न गएछ। रानी यसो उठ्छिन् त राजा नै छैन नि आज मलाई नसोधिकन शिकार गर्न जाने पख्तलाई भनेर समय पर्खेकी पुरञ्जनी सुन्दरी। बेलुका राजा फर्किँदा अरू बेलामा त खोपी त्यो सुन्दर साह्रै सौहार्दपूर्ण तरिकाले अति रञ्जित भएर गुन्जायमान हुन्थ्यो। त्यो दिन त सुनसान छ होइन के भएछ। राजा सरासर गए रानीको कोठीतिर रानीको जुन खोपीतिर गए। रानीको त्यो खोपीमा जाँदा त भित्रबाट ढोका बन्द गरेछ चुकुल लगाएछ। सेवकलाई सोधे होइन के हो रानी कता गए भन न भन यहीँ भित्रै छिन् कि होइन भन्दा उहाँ महारानी त बिहानैबाट उठ्नु भएकै छैन रोइ कराई गर्दै हुन्छ हामीले कराउँदा पनि ढोकै खोल्नु न भने 10 जना सेवक सेविका। राजाले धेरै अनुरोध गर्नुभयो पुरञ्जनले लौ न ढोका खोल हे नानी खोल खोल भने बस्साल बल्ल तल्ल रुँदै रुँदै खोलेन। अरू बेलामा त सुन्दरी देखेका पुरञ्जनले त्यो दिन त कपाल जति सबै फिँजाएर अनि हातमा भएका चुरा पनि भुइँमा फ्याँकेर वस्त्र नमिलाइकन लगाएर साह्रै रिसमा रोइरहेकी रहेछ।
अब यहाँ त नारीहरूलाई रिस उठ्यो भने कस्तो प्रकारको लक्षण पैदा हुन्छ भन्ने कुरा पनि व्याख्या गरेको छ। अब त्यो लक्षण व्याख्या गर्ने हामीसँग समय अलिक कमै छ। रिस उठ्यो भने पुरुषलाई पनि त्यस्तै हो, नारीलाई पनि त्यस्तै हो, सबैले आफैले मम भने भइहाल्यो। उनै रानीको त्यस्तो प्रकारको अवस्था देखेर पुरन्दरले सम्झाए, अबबाट म गल्ती गर्दिनँ। ल ठिकै छ, त्यसो भए अब गल्ती नगर। एकचोटिलाई मैले तिमीलाई आफ्नै मान्छे सम्झेर क्षमा दिएँ। यहाँ कस्तो श्लोक छ? तन्मे प्रसिद्ध सुहृद कृतकिल विषस्य स्वैरम गतस मृगयां व्यसनान्तुरस्य कादेवरं वसगतं कुसुमास्त्रवेग विस्त्रस्तपास्नमुसतीन भवेत कृतिः। एउटा मृगणीले मृगलाई जसरी माया गर्छ त्यस्तै प्रकारले आज एकचोटि मैले तिमीलाई क्षमा दिएँ, अबबाट गल्ती नगर भनेपछि पुरन्दरले हुन्छ भन्न थाले। समय बढ्दै गयो, समयले गर्दा मात्र पहिला पहिला चाहिँ कस्तो चिठी आउँथ्यो? मुखभरि टम्म भएको दाँत फुक्लेपछि चिठी आउँथ्यो पहिलो चिठी, अनि कालो कपाल फुलेर सेतै भएपछि दोस्रो चिठी आउँथ्यो। जब पुष्ट भएको शरीरमा मांस भाग त्यो चाउरिँदै गएपछि चिठी आउँथ्यो। अनि जति चिठी आउँछ आँखा देख्न छोडियो, लौ त अब चिठी पहिलो नम्बरको चिठी आयो भन्यो, आँखा अहिले नभएर के भयो, नदेखेर के भयो, तिलगङ्गा आँखा केन्द्र छँदैछ भने चुला। दाँत झरेर दोस्रो चिठी आउँछ, पुण्य कर्म गर भन्यो, के दाँत झरेर के भयो, डेन्टल हस्पिटल छँदैछ भन्यो। कपाल सेतो भएर के भयो, कपाललाई पनि कलर गरे भइहाल्यो, मेहन्दी लगाए भइहाल्यो भन्यो। तर पुरन्दरले के भन्यो? म बिहे गर्दिनँ भन्यो। तर उहाँ ज्वार र प्रज्वारले आएर बाध्यतामा राख्न थाले, बिहे गरेर नगरे बाँकी राख्ने भनेपछि बिहे गर्न पर्यो। जति कालो लगाए पनि, जति दाँत फेरे पनि, जति आँखा फेरे पनि के हुन्छ? ज्वार र प्रज्वार भनेको रोग लाग्छ अनि बुढै आउँछ। रोग र बुढै लागेपछि त्यो मेहन्दीले काम गर्दैन, डेन्टल हस्पिटल र तिलगङ्गा आँखा केन्द्रले काम गर्दैन। बाध्य भएर बिहे गर्न पर्यो, रोग लाग्छ, बुढै लाग्छ। अनि समय बढ्दै बढ्दै जाँदा त्यही दरबारमा चण्ड बेगहरूले आएर आक्रमण गरे भनेको रोग बढ्दै बढ्दै जाँदा अब दाँतले काम गर्न छोड्यो, खानै सकिएन, आँखाले देख्न छोड्यो, छुट्याउनै सकिएन। शरीर निरस्त भएर अघि बढ्न थाल्यो। जो 720 गन्धर्वहरूले आक्रमण गरे, 365 वटा रात अनि 365 वटा दिनले आक्रमण गरे। हाम्रो आयु घटाउँदै घटाउँदै लगे र अन्त्यमा त्यो दरबार गर्ल्याममा ढल्यो भनेको सबै प्रकारका चाहना लिँदै लिँदै अघि बढ्दा हजुर हाम्रो यो शरीर एक दिन गर्ल्याममै ढल्छ। नारदजीले प्राचीन भरिलाई भन्नुभयो, राजन तिमीले शरीरलाई यस्तो प्रकारको मोहमा राखेका छौ भने त्यो मोह तिम्रो एक दिन अवश्य नाच्नेवाला छ। यो कुरो जान, यो सुन्दर सुन्दर संसारमा आफ्नो ममतालाई, आफ्नो शरीरको महत्तालाई बचाएर राख्यो भने तिमी नरक जाने हुनुपर्छ भनेर नारदजीलाई संसारी भाषामा बोल्नु हुँदैन। मासु खाने आस्ति बोकालाई नकाट, बरु भोका र दिल दुखेर दान धर्म गर, त्यही नै तिम्रो लागि पुण्य कर्म हुनेछ भनेर जब प्राचीन भरिलाई नारदजीले सुनाएपछि प्राचीन भरि पनि हो साक्षात् कुरो त यो रहेछ भनेर अब कपिल गुरुले दिनुभएको जुन ब्रह्म ज्ञानतिर लक्षित हुन लाग्नुहुन्छ। हरि ओम नारायण नारायण नारायणको नाम, हरि भजन गर्दा गर्दै सकौँ घरको काम। नारायणकै नाम हरि भजन गाउँदा गाउँदै सकौँ घरको काम। शरीर मरेपछि हुन्छ घरानी, नारायण नारायण भज परानी। यो शरीर मरेपछि हुन्छ घरानी। नारायण नारायण भज परानी।
शरीर मरेपछि हुन्छ खरानी अरे यो शरीर मरेपछि हुन्छ खरानी लौना यो शरीर मरेपछि हुन्छ खरानी हरिहर भगवानको जय हो उनी प्राचीन परिणाम अर्का पुत्र थिए प्रियव्रत जसको नाम नै छ प्रियव्रत जो व्रतलाई प्रिय मान्दछ जो नियमलाई प्रिय मान्दछ त्यो नियमबद्ध भएको व्यक्ति सबै प्रियव्रत राजा प्रियव्रत सधैँभरि व्रतको पालना गर्नुहुन्थ्यो नियमको पालना गर्नुहुन्थ्यो राजकाज गर्दै आएको प्रियव्रत यसो सोच्नुभयो होइन यो दिनले त प्रजालाई काम गर्न धनी बनाउँदो रहेछ काम गरेको गर्यो धनी हुने दिन बिताउन सजिलो हुने अनि राति भएपछि अन्धकार हुने मेरा प्रजाले काम गर्न पाएनन् बरु यो रात पनि घटाइदिन पाए के हुन्थ्यो भनेर प्रियव्रत नामका राजा आफ्नो रथ बोकेर यो सारा प्रकारका लोक परिभ्रमण गर्न थाल्नुभयो ब्रह्मा देवताले भन्नुभयो होइन राजा यसरी दिन र रात त दुई धेरै नै चाहिन्छ रात भएन भने जीवको विकास क्रम नै हुँदैन कतिपय जीवहरूलाई रात बिना विकास हुने शक्ति नै प्राप्त भएको छैन त्यसरी ब्रह्माजीले सृष्टि गर्नुभएको छ तिमी यो रातलाई घटाउने काम नगर भने पश्चात प्रियव्रतले आफ्नो त्यो रथको पाङ्रो लिएर घुमेको त्यो जग्गालाई अब म यो कर्म छोडिदिन्छु भनेर स्थित रूपमा रहनुभयो र त्यही बेलामा रथको पाङ्रो गुडेको ठाउँ जति हिँडेको ठाउँ खाल्डो भएर 7 समुद्र बने अनि रथको पाङ्रोको बिचबिचमा उजेको जुन जग्गा जति चाहिँ 7 द्वीपहरू बने उनै राजन पनि प्रियव्रतमा भगवानको सामीप्य धाममा पुगे पश्चात उनैका वंशमा आएर एकजना राजा थिए जसको नाम हो आग्निद्र नामरेका राजाको पनि जङ्गलमा गएको बेलामा पूर्वचित्ती नामरेका अप्सराको पासमा विवाह भयो उनी पूर्वचित्ती नामरेका अप्सरा र आग्निद्र राजाको सन्तानको रूपमा नाभि लगायत नाम गरेका 9 भाइ छोराहरूको जन्म हो जब नाभि राजाले पनि आफ्नो लोकमा अघि बढ्दै जाँदा पिताजीले कस्ता कर्म परिपूर्णता गर्नुभयो भने जति पनि मेरो भएको सम्पत्ति छ त्यो सम्पत्ति चाहिँ म छोराहरूलाई बराबर बाँडिदिन्छु भनेर पूर्वचित्ती अप्सरालाई साक्षी राखेर बराबर हुने गरी पिताजीको सम्पत्ति नाभि लगायतका 9 भाइ छोराले बराबर बाँडेर लिनुभयो अनि त्यहीबाट आग्निद्र राजाकै वंशभावमा आएर नाभि राजाको समयबाट पिताजीको सम्पत्ति सन्तानले बराबर बाँडीचुँडी खाने अंशवण्डा गर्ने चलन त्यहीबाट शुभारम्भ हुन थाल्यो उनै नाभि नामरेका राजाले मेरो नामरेका देवीका पासमा विवाह गर्नुभयो नाभि राजा र मेरो देवी भगवान नारायणको ध्यान गर्नुभयो कसरी अतः तना विस्कृत भुज युगल दोयम हिरण्मयं पुरुष विशेषं कपिश कौशियं वरधर मुरसी विदक्षित वत्सलामं दरवरः भगवानको शङ्ख चक्र गदा पद्म वनमालाले विभूषित हुने परमात्मन हाम्रो विवाह गरेको लामो समय भयो तर सन्तति देख्न पाइन लौन प्रभु कृपा गर्नु पर्यो भनेर भगवान नारायणको शरणमा परेपश्चात भगवान नारायण सरासर आउनुभयो नारायणले आएर सुन्नुहुन्छ के चाहियो तपाईँहरूलाई नाभि राजाले उत्तर दिनुभयो प्रजाया मर्थ प्रत्ययो धन दबिन धनम फलीकरणम एकदम हामीलाई धन र अरू कुरा माग्न खोजेको होइन त्यस्तो कोही इच्छा अपेक्षा छैन तर हामी के चाहन्छ भने तपाईँ जस्ता संसारलाई रचनासँगै सामर्थ्यवान पुरुषलाई सन्तान बनाउन पाए हुन्थ्यो भन्ने चाहन्छौँ के गर्नु पर्यो तपाईँ सन्तान भइदिनु पर्यो अब म सन्तान हुनलाई त कि मै जन्मेर आउनु पर्यो अर्को दोस्रो व्यक्ति कोही छैन भनेपछि ल ठिकै छ त्यसो भए तपाईँ नै भए पनि आइदिनु पर्यो भनेर नाभि राजा र मेरो देवीले भगवान श्रीहरिको अनन्त रूपले ध्यान गर्नुभयो अब भगवान श्रीहरि पनि उनै नाभि राजा र मेरो देवीको सन्तानका रूपमा लोकमा आएर जन्म दिन लाग्नुभयो जब ऋषभदेव अवतार भगवान लोकमा जन्म लिँदै आउँदा सारा लोकवासी आए नाभि राजाको बुढेसकालमा सन्तान जन्मेको मेरो देवी पनि कति धेरै खुसी छिन् भनेर सारा ब्रह्मा देवता आए कसैले माला कसैले केवल कौपित कसैले कमण्डलु कसैले जलपात्र प्रदान गर्दै गर्दै 9 जना 9 खण्डका राजा भए अनि 9 जना आएर केवल लोका भावमा 9 योगीश्वर हुन लागे 9 योगीश्वरको कथा हामी एकादश स्कन्धमा सुन्छौँ जसको नाम सुन्दा पनि मोक्ष प्राप्ति हुन्छ भनेको छ एकादश स्कन्धले नाम के भने कबीर हरि अन्तरिक्ष प्रबुद्ध पिपलायनः आविहोत्रोथ दुर्लभ समसः करभाजनः
यी 9 योगेश्वरले ब्रह्मज्ञान बताउनु भएको छ एकादश स्कन्धमा। 9 जना 9 खण्डका राजा, 9 जना 9 योगेश्वर, जेठा छोरा भरत, 88 जना ब्राह्मण भनेर लोकमा अघि बढ्न थाले। यस्ता प्रकारले समय अघि बढ्दै जाँदा अब प्रसङ्ग छ उनी भरत नामका राजाको कर्म प्रसङ्ग। उनी भरत नामका राजा पनि परमात्मा श्रीहरिलाई अनन्यले चिन्तन गर्दै बस्नुहुन्थ्यो। आफ्नो क्षेत्रमा राजकाज गर्दै जाँदा भरतले सोच्नुभयो पिताजी पनि जङ्गलतिर जानुभयो, पितामा पनि जङ्गलतिर जानुभयो, संसारमा जति राज्य गरे पनि सुखभोग गरे पनि हुनेवाला केही छैन। अब मैले विवाह गरिहालेँ भन्ने जानुभयो। जसले विश्वरूपकी छोरी पञ्चजनीका पासमा विवाह गर्नुभएको थियो, सुमति इत्यादि नामरेका 5 भाइ सन्तान थिए। उनी भरत राजाले आफ्नो जेठा छोरा सुमतिलाई राजकाज दिएर भन्नुभयो बाबु अबबाट तिमी राजकाज गर। सुमति राष्ट्रहृदय सुदर्शन आभरण धूम्रकेतुमिति अजनाभं नामै ददर्शं भारतमिति यदारम्य विपदिसन्धि। सुमति मैले जसरी प्रजालाई पाले त्यसै गरी तिमी प्रजाको पालन गरेर बस, राम्रोसँग बस है राजा भनेर भरत नामका महाराज हरि र हरको संयोग क्षेत्र, हरि र हरको सङ्गममा जो काली गण्डकीको तीरमा आएर पुलाश्रमको सन्निकट धाममा भगवान श्री हरिको ध्यान गर्न लाग्नुभयो। हरिरूपी दामोदर कुण्डबाट सरासर भएकी गण्डकी काली गण्डकी अनि हररूपी गोसाई कुण्डबाट सरासर भएकी त्रिशूली, यस्तो प्रकारले गण्डकी र त्रिशूलीको सङ्गम स्थल पवित्र हरिहर क्षेत्र नेपाल महात्म्यले देवघाट धामको क्षेत्रलाई सन्निकट मानेको छ। त्यस्तो प्रकारको हरिहर क्षेत्रमा आएर भगवान श्री हरिको पुलाश्रम नजिकै अनन्य रूपले ध्यान गर्दै बस्नुभयो। हे शालिग्राम, हे परमात्मा मलाई वैकुण्ठ लानुहोस्। कृष्ण गण्डकीको शिर दामोदर कुण्ड, शालिग्राम भगवान लैजाऊ वैकुण्ठ। कृष्ण गण्डकीको शिर दामोदर कुण्ड, शालिग्राम भगवान लैजाऊ वैकुण्ठ। अरे शालिग्राम भगवान लैजाऊ वैकुण्ठ, लौ शालिग्राम भगवान लैजाऊ वैकुण्ठ। पुनित र पुण्य कर्म गर्ने त्यस्ता प्रकारका भरत नामका महाराज एक दिन काली गण्डकीको निकटतम धाममा आनन्दले आफ्नो स्नान सन्ध्यावन्दन गर्दै निरन्तर अघि बढ्दै हुनुहुन्थ्यो। हातमा जल लिनुभयो अनि जल लिएर उदाउँदो सूर्यनारायण भगवानलाई म सूर्यार्घ दिन्छु भनेर हातमा जल लिएर के भन्नुभयो, यही सूर्य सहस्रांशो तेजोराशे जगतपते अनुकम्पैमां भगत्या गृहाणार्घ्यं दिवाकर। हे दिवाकर, मेरो अर्घ तपाईँ ग्रहण गर्नुहोस् भनेर सूर्यनारायण अर्घ निवेदन गर्नुभयो अनि हातमा थोरै जल लिएर फेरि आफ्ना गुरुहरूलाई जल अर्पण गर्नुभयो। धर्मशास्त्रले भन्छ पिता माताजीहरू नभएका व्यक्तिले सूर्यार्घ गर्दै अनि पितृहरूलाई अञ्जली पूर्ण मात्रै भए पनि गर्नुपर्छ नित्य तर्पण स्वरूप, जुन कुराले द्वारिकामा आत्माले बोध गराएको छ भरतको थप चरित्रको विषय। अनि उनी भरत नामका महाराजले यसरी हातमा अञ्जली पूर्ण गर्दै अञ्जली पूर्णका लागि हातमा चौनी उठाउँदै हुनुहुन्थ्यो। त्यो बेलामा आश्चर्यको कुरा आइपुग्यो। एउटा मृगको पाठो जलमा सलभल गर्दै आइरहेछ। समयमा के परेको रहेछ भने त्यो भर्खर बच्चाको जन्म दिन लागेको प्रसवावस्थामा पुगेकी मृगले काली गण्डकीको तीरमा दौडिरहेको बेलामा कतैबाट सिंहको गर्जना सुन्दछिन्, लौ म मर्ने भए भनेर गण्डकी काली गण्डकी तरेर प्राण बचाउन खोज्दा प्रसवावस्थाको पीडामा पुगेकी हुने गर्भिणी मृगलेबाट बच्चा चाहिँ लोकाभावमा आएर भरतको हात अगाडि आइपुग्यो अनि काली गण्डकीले सरासर उनी मृगलेलाई बहाए। भरत राजनले मृगको पाठो हातमा आइपुगे पश्चात लौ अब जब पूरण गर्न लागेको बेलामा मृगको पाटो समात्नु भयो। धिक्कारे बच्चालाई मैले बचाउनु पर्छ भनेर आफ्नो कुलाश्रमको नजिक ल्याएर पालन गर्न लाग्नुभयो। अरू बेलामा ब्रह्म मुहुर्तमा उठेर देवताको पूजा गर्ने, अर्चना गर्ने, वन्दना गर्नेवाला पनि भरत नामका महाराज अब बिहान उठेर मृगको पाठको सेवा गर्न लाग्नुभयो।
कलिला कलिला दुबोलाई पिसेर खुवाउन लाग्नुभयो मृगको पाठो बचाउन। समय बढ्दै बढ्दै गयो। पहिला मृगको पाठोलाई खुवाउनुहुन्थ्यो, अनि बल्ल जलमा सन्ध्या वन्दन गर्न जानुहुन्थ्यो। अरू बेलामा धेरै मिनटसम्म जलमा डुबेर स्नान सन्ध्या गर्ने भरत अब मृगको पाठोलाई घरमा खुवाउने, जलमा गएर नित्य स्नान दान यसो गर्ने, फेरि दगुरेर आउने, मृगको पाठोको हेरचाह गर्न थालिहाल्ने। पूजा अर्चना त्यस्तो प्रकारको जप तप र समाधि पनि कम हुँदै गयो। जब एक दिन मृगको पाठोलाई आनन्दले खुवाउनु भयो उनी राजनले, अनि गण्डकीको तीरमा स्नान गर्न जानुभएको थियो। त्यही बेलामा मृगका बथान आएछन्। के भने मृगका बथान, अरे बाबु किन तिमी एक्लै बसेको? मृगको पाठोले भन्यो, होइन प्रभु एक्लै बसे होइन, मेरो साथी त भरत हुनुहुन्छ। कसरी साथी? मान्छे पनि तिम्रो साथी हुन्छ, किन हुँदैन? आज मेरो प्राण बचाउने नै यिनै मान्छे भरत छन्, जसले मेरो आमाको घरबाट संसार मैले देख्ने बित्तिकै आमाले मलाई छोड्नु भयो, मलाई हुनै भरतले जोगाए। त्यस्तो नभन बाबु, तिमीले त मान्छेको कुरा बुझेकै छैनौ। के सम्झाए? त्यो दाजुभाइलाई, त्यो दाजुभाइ मध्ये एउटालाई कसैले अप्ठ्यारो पार्दा, अरू व्यक्ति लाग्दा साथ दिने भनेको भक्त सज्जन दाजुभाइ नै हो। अपवादमा कसैले नगर्ला, तर जति बोलचालै भएन भने पनि त्यो दाजुभाइले साथ दिएरै छोड्छ। तर चाणक्य नीतिले चाहिँ फेरि फरक कुरो भन्छ। के भन्छ चाणक्य नीतिले? रमाइलो प्रसङ्ग छ चाणक्य नीतिमा। वरम वनम व्याघ्र गजेन्द्र सेवितं द्रुमालयं पाण्डफलां भोजनं तृणानि संयारुचिरं सबलकलं न बन्धुमध्ये धनै न जीवनं। तर नीतिशास्त्र चाहिँ के भन्छ भने वरम वनम व्याघ्र गजेन्द्र सेवितं, बरु बाघ भालु हात्ती भएको जङ्गलमा आनन्दले नडराइकन बस्न सकेला अरे। उड्ने कुरो केही नभए त्यही पातपति गरेर उड्न सकेला, ओछ्याउने कुरो केही नभए त्यहीँको दुबो र झार ओछ्याउन सकेला, खाने कुरा केही नभए जङ्गली वन फलफुल खाएर बाँच्न सकेला। तर दाजुभाइमा न बन्धु मध्ये धनै न जीवन। एउटा दाजुभाइ चाहिँ एकदम उद्यमीवाला छ, वैभव सम्पन्न छ, अर्को वैभव रहित छ भने त्यस्तो बेलामा चाहिँ जीवन मरे तुल्य लाग्छ भनेको छ चाणक्य नीतिले। समग्रमा जे भए पनि उनी भरत नामका राजाका आश्रममा पालेका मृगको पाठोलाई मृगका समूहले आएर भने, बाबु हाम्रो कुरा मान, तिमी समूहमा हिँड भनेपछि मृगको पाठो हो जस्तो लाग्यो, प्राण बचाउन कुदियो। भरत राजा आए, अरू बेलामा त मृगको पाठो गरेर बसेको हुन्थ्यो, कति बेला कलिलो दुबो ल्याउला र खान्छु भनेर, त्यो दिन मृगको पाठै छैन। भरत राजाले रुँदै रुँदै खोजे मृगको पाठो कहाँ गयो? मृग 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 भने अन्त्यमा मृग भन्दै भन्दै जाँदा राजनको प्राणान्त भयो। नारायण भगवानको नामै मधुर, नारायण भगवानको नामै मधुर। आई मृग भन्दा भन्दै भरत चित्त मरे, आई मृग भन्दा भन्दै भरत चित्त मरे। मृग भई जन्मिएर अल्पत्रमा परे, मृग भई जन्मिएर अल्पत्रमा परे। जीवन अधुरो नारायण भगवानको नामै मधुर, नारायण भगवानको नामै मधुर, नारायण भगवानको नामै मधुर। लक्ष्मीनारायण भगवानको जय। अब खेतमा पानी लगाएर सक्यो, लौ त राजा गएर खन न, खेत खन्न पऱ्यो, मकै छर्ने बेला भन्यो। भरत राजाले गएर आनन्दले खन्ने खन भने हो, मजाले खन। दाजुभाइ मकैको बिउ लिएर गए, लौ खने होला, अब मकै छर्नु पऱ्यो भनेर हेर्न गएको त खन्न त खनेको एक ठाउँमा कुप खनिदिएछन्, कुवा नै खनिदिएछ। ए बाबु भएन, धिक्कार यस्तो खन्ने होइन, यो पुरो बाबु यो भएन ल पुरो है, यो खाल्टो त पुर्नुपर्छ कुवा भनेको। फेरि त्यहाँ त पर्वत बनाइदिएछन्। खन्न लगाए त कुप खनाए, चढ्न लगाए शयन चढाए। तुलसीदासले विशेष रूपले त्यो कृति रचना गर्नुभएको छ भरतको चरित्रको विषयमा। दाजुभाइ दिगदार भने आएर अलिअलि जसो तसो गरेर त्यो जग्गा मिलाइयो, मकै छरियो लौतराजन। अनि दाजुभाइले हेला गरेर के भन्थे, अन्तिममा जसले जे बोले त्यही कुरा मान्ने भएको कारणले गर्दा यो बौला हो भन्थे। भरतलाई विशेषण थपेर जड भरत नामाकरण गर्दै गए।
मकै छरियो धेरै बाँदर र चराचुरुङ्गीहरूले दुःख दिन्थे। बाँदरले दुःख दिने भए पश्चात दाजुभाइले भने लौ त राजा जाऊ गएर बाँदरहरूले आउँछन् चराचुरुङ्गी आउँछन् मकै सत्यानाश पार्छन् ल बाबु कुरेर बस है भने भरत आनन्दले कुरेर बस्थे। बाँदर मजाले आउँथे अनि अलिअलि बल्ल बल्ल रोपेको त्यो टुसा पलाएको मकै पनि उगाउँदै खाने गर्थे। त्यति गरेर भरतलाई गएर बाँदर कुरो भने हो जग्गा खेत हेर भने हो आनन्दले हेरिदिन्थे। बाँदर मात्रै मजाले खाएर पाराको काम मानेकै छ। अब मकैको त्यो वृक्षमा त्यो बोटमा दाना लाग्ने बेला हुन थाल्यो। बाँदरहरू आनन्दले आए आहा कस्तो मजाले खान पाइयो अन्त त खानै पाइन्थेन भने मजाले मकैहरू खाइरहेका थिए। चराचुरुङ्गी त्यस्तै नाचगान गर्दै थिए। दाजुभाइ आएर यसो हेर्न लाग्छन् त भरत राजा त मजाले नाचिरहेका छन् अनि बाँदरहरू आएर रमाइरहेका छन्। भरत चाहिँ के भन्छन् राम जी की चिड़िया राम जी की खेत राम जी की चिड़िया राम जी की खेत ए खाओ खाओ बनिया भर भर पे राम जी की चिड़िया राम जी की खेत भइसक्यो भन्दा मैले के गरेको छु हेर भने हो आनन्दले हेरिरहेको छु भने ल बाबु यस्तो गर्न हुँदैन अब यो मकै कुरो है ल है बाँदरहरू आयो भने धमाउनु पर्छ भनेपछि भरत राजन फेरि त्यस्तै तरिकाले बस्दै थिए। एक दिन मकै कुरेर बसेका कोही व्यक्तिले एउटा सङ्कल्प गरेको रहेछ मेरो छोरा जन्मियो भने म केवल देवीको मन्दिरमा मुखमा ल्याएर नर बलि चढाउँछु मान्छेको बलि चढाउँछु भनेर सङ्कल्प गरेको रहेछ। आफ्ना भारद्वारलाई खोज्न पठाए नरबली चढ्ने व्यक्ति कहीँ पाइन्छ कि भनेर मान्छे खोज्न पठाएको। सबैलाई सोध्यो नरबली चढ्न जान्छौ भने अब को जाने मर्नु को जान्छ कसैले भने मान्दैन। खेतको आलीमा आनन्दले बसिरहेका थिए भने भरत नामलेका महाराजलाई आएर सोधे ती सेठका भारद्वारले राजा रघुवंशले भने के बोक्न सक्दैनस् तैँले यस्तो प्रकारले बोक्न नजान्ने हो भने मेरो शरीरलाई नै दायाँमा गर्ने अवस्था ल्याउँछस् भने म त तँलाई दण्ड दिन्छु तैँले मलाई चिनेकै छैन। फेरि वैद्यले बिरामीको उपचार गरेर रोग शान्त भए चाहिँ त यत्र तत्र गोडा दायाँमा गरेर हिँड्नेवाला व्यक्तिलाई म शान्त पारिदिन सक्छु भनेर रघुवंशले भन्न थाल्दा भरतको चाहिँ कस्तो अभिप्राय थियो भने बाटामा सरास्र हुँदा कमिला कुल्चेला किरा फटाकेला कुल्चेला मर्ला आफूलाई दोष लाग्यो भनेर विचार गर्दै हुनुहुन्थ्यो अनि हलचल गर्दा रघुवंशलाई म बाँच्दिनँ भन्ने लाग्यो। बारम्बार रघुवंशले भने मेरो हातमा भएको लट्ठी दिएको छैनस् फेरि यो लट्ठीले हान्नु पर्दा तँलाई म त दण्ड दिन्छु भनेपछि रघुवंशले आएर त्यो गाली गरेको शब्द सहन नसक्दै के भन्नुहुन्छ ब्राह्मण तयोदितं वेत्तमवि प्रलब्धं भर्तु समेस्यादति वीरभार गन्तुर् यदि स्यादति गम्य मदवा पिबेति रासौन विनाम प्रभाद। हे राजा तपाईँले के मलाई मार्छु भन्नुभयो होइन कसलाई मार्ने बटुवालाई त्यही लागेछ होइन आज दोब्बर पैसा छ कसैले चोर लाग्यो हरा लाग्यो खस लाग्यो भनेर हेरै गर्दै थिए। समीरले 6 जना भर्खरका लामा कपाल पालेका केटाहरू त्यहाँबाट अगाडि आएका देखे। फेरि हाम्रो हरिहर आश्रमको गुरुलाई भने होइन है जब लामो कपाल पालेका 6 जना केटाहरू भर्खरका नभए भने सम्पूर्ण केटाहरू आएको देखेपछि ती बटुवाको सातो गएछ। ओहो आज चाहिँ धेरै धन छ मेरो साथमा अरू बेला कोही पछाडि लाग्थ्यो लौ मेरो धन सिद्धिने भयो धन मात्रै सिद्धि त हुन्थ्यो मै सिद्धिने भएँ भनेर डर लागेछ। दौड्दै आए त्यो व्यापारी दौडेपछि त पछाडि आउने केटालाई के लाग्यो भने होइन केही चिज पछाडि आइरहेछ हामी पनि भाग्नुपर्छ भनेर झन् उनीहरू दौड्न थाले। त्यो भर्खरका केटाहरू दौडेको देखेपछि व्यापारीलाई लाग्यो म त बुढो हुन थालिसकेँ अझै उमेरको छु मलाई यिनीहरूले लुट्ने भयो भन्ने जानेर दौड्दै जानुभएको अलिकति मोड जस्तो ठाउँ आएछ घुम्ती जस्तो त्यहाँ गएपछि ठुलो बरको जरा देखे। बरको रुखको फेदमा तलाउ पनि रहेछ। राजाले गएर झ्याप्प बरको 2टा जरामा समात्नु भएको थियो अनि आउनेवाला केटाहरू आउनेवाला त्यो बाटोबाट नदेखिने गरी अर्कोतिर घुमेर समातेर बस्नुभयो। पछि 6 जना केटाहरू कता गए थाहा नै भयो। बल्ल प्राण बचे भनेर लामो श्वास फेरि समय बढिरह्यो। केही समयपछि बरको जरा समातेका हुने व्यापारले यसो माथितिर हेरेको त भक्तजन क्या आनन्द आहा माथिबाट मौरीको घार रहेछ तप मह छुँदै रहेछ। ओहो
आज कुलटाले लखेटेको होइन, आनन्द त यहाँ पो रहेछ त। कति दिन बाहुरा बोकेर हिँडे यही बाटो, कहिले देखा होइन भन्यो। दुईटा भुवर खुचरमा समातेर त्यो व्यापारीले आनन्दले मह पानी गर्छन्। भक्त सज्जन यसरी आनन्दले मह पान गरेर अगाएका थिए। एक दिन लाग्यो, होइन म कहाँ छु, प्राण बचाउन त आएँ भनेर भोलिपल्ट यसो हेरेको त्यो बरको रुख अडिएको ठाउँ त तल त ठुलो तलाउ रहेछ। तलाउको बिचमा जहाँ व्यापारी हात समातेर बसेका थिए भक्त सज्जन, त्यो बरको जरामा मुनि त कालो सापले गरेर मुख बाहिर बसेको रहेछ त्यो सर्पले। फेरि आवाज पनि आउँछ। कहाँबाट के आवाज आयो भनेको त भक्त सज्जन, त्यही बरको जराको फेदमा खुटु 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 आवाज आइरहेछ। राजाले विचार गरेका त 360वटा काला मुसा 360वटा सेता मुसाले बरको जरालाई सत्यनाश पार्दै रहेछ। राजा आश्चर्यमा परे। अब महको आनन्द लिएर खाइरहेछु, भागौँ भने भाग्न सक्ने अवस्था छैन। अलि कसरी कसरी प्राण बचाउन बरको जरा समात्न आएँ, अब हामफाल हुन सक्दिनँ। यहाँबाट झऱ्यो भने कालो सर्पको मुखमा पर्ने हो, नझऱ्यो भने नि त्यो मुसाले यो बरको रुखलाई सत्यनाश पारेर ढलिहाल्छु, सर्पकै मुखमा पर्ने हो, लौ जिन्दगी सकियो भनेर सोच्दा सोच्दै बरको जरा गर्ल्याम्मै बरको रुख ढल्यो, सर्पको मुखमा व्यापारी परे। अनि भन्न लाग्नुहुन्छ उनी राजन रौगणले, होइन गुरु मैले केही पनि बुझिनँ, के भन्नुभयो तपाईँले? अब ठिकै छ, रौगणले नबुझेर के भयो, हामीले बुझिहालेका छौँ, यो भन्नुपर्छ त। हटवीको व्यावहारिक कारण व्यावहारिक कुरा भन्नु पर्दैन नि, थाहा छ सबैलाई कि पर्छ? कृष्णचन्द्र भगवानको जय हो। रौगणले भन्नु, प्रभु मैले केही पनि बुझिनँ, व्यापारीको कथा के हो भन्दा। अनि रौगणलाई भन्न लाग्नुभयो, भरत राजन आफै ठुलो भन्ने मात्र भान छ, अनि कहाँ बुझ्छ? ल सुन भक्त सज्जन, त्यो व्यापारी भनेको हजुर हामी सबैजना व्यापारी, यहाँ कथाको व्यापारी मात्र होइन, हामी सबैजना व्यापारी। आज विवाह गर्यो, कसैको छोरा बन्यो, कसैको ज्वाइँ बन्यो, कसैको छोरी बन्यो, कसैको बुहारी बन्यो। हामी एक एक प्रकारको व्यापार गर्न आएका, यो नाता रूपी व्यापार गर्न आएको हो। व्यापार गर्दै जाँदा फाइदा भयो व्यापारलाई। कति बेला छोरोले ल बाबा आज तपाईँको बर्थडेमा मैले गिफ्ट ल्याइदिएँ भनेर के गिफ्ट ल्याएर दिन्छ, तपाईँहरूको एनिभर्सरीमा यो भनेर ल्याएर दिन्छ, के नहुन्छ हामीलाई। व्यापारलाई दुबर फाइदा भयो। जब अघि बढ्दै बढ्दै जाँदा 6वटा चोरले लखेटे भनेको भक्त सज्जन, चोर कहीँ छैन, हामी सँगै छौँ। चोर के हो? काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, यी 6 प्रकारका तत्त्व हजुर हाम्रा शत्रु 6वटा चोरहरू। त्यो चोरलाई नियन्त्रण कसले गर्छ? एउटै तत्त्व हो, माया। जुन कुरो छैन, नभएको कुरालाई हो भनेर मर्यादा गर्नु नै हो माया। 6वटा चोरले लखेट्दै गयो, बरको जरामा च्याप्प समाते भनेको ओहो अहिले त एक्लै छु, एक्लै भएर कमाउन सकिनँ, बरु बेवारी गर्न पाएँ, एउटा राम्रो पढेको केटीसँग बिहे गर्न पाएँ, जागिरी पनि खान्थिन्, पैसा कमाउँथिन्, जिन्दगी त राम्रै हुन्छ भन्ने लाग्छ। अनि बेवारी गर्यो, गएर च्याप्प बरको जरामा समाते भनेको गृहस्थ बन्यो। एउटा जरा थियो, एउटा संसार थियो, अब 2टा जरा बन्यो। अनि के हुन्छ? यसो विचार गरेको त माथिबाट बगको धारा तप्प तप्प बिहे गरेपछि छोरा जन्मियो। छोराले मसिनो स्वरमा बाबा भन्छ, तोतेबलीमा छोरीले बाबा मम्मी भन्दा ओहो यो पो रहेछ जिन्दगी। चोरबाट भागेर के भयो, बचेर के भयो, आनन्दमा आइपुगे भएर त्यो व्यापारी आनन्दले बस्छ भक्त सज्जन। अनि समय बढ्दै जाँदा अब अगाउँछ। कसरी अगाउँछ? कहिलेकाहीँ छोरा र बाबाको कुरा मिल्दैन, अनि अगाएपछि के हेर्छ? मबाट अगाएर बरको जरामा हेरे जसरी छोराको कुरा सम्झेर कुन दिनमा बिहे गरेछु, पत्नीले गाली गरेर सम्झेर बरु बिहे नै नगरे भए हुन्थ्यो भनेर सोध्छ। तर सोचेर ख्याल नै, तब आँगको सर्पले हेरिरहेछ। अब त्यति बेला जीवन उत्तरार्ध गयो, बुढेसकाल लाग्यो, अब सोचेर के हुन्छ, पहिला बिहे गरियो। ल ठिकै छ, जे भयो भयो, अब यस्तै हो, बाँचिएला नि त, एक्लै बाँचेर पनि केही गर्न सक्छु भन्ठान्यो। 360वटा सेता र काला मुसाले कुटु कुटु पार्छ भनेको 360वटा दिन र 360वटा रातले गर्दा आयुलाई कुटु 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 घटाइदिएछ। घटाएर के भयो त, म बाँचिहाल्छु भनेर अझै बरको जरामा समात्यो। अझै छोरोले भोलि त मन फर्केला, श्रीमतीले अझै माया गर्ने भन्ठान्यो। भन्दै जाँदा ती सेता र काला मुसाले आयु घटाउँदै गएर बरको जरा गर्ल्याम्मै
लड्छ वर्गहरू लड्छ भने प्रभु प्रेम रूप भावक पूर्ण मंगला विनाशे शरणागत प्रतिपालक शरणागत प्रतिपालक जय जगदीश हरे जन्म भये प्रेम सहित सुभारती जसले त्यागर्यो ओम जय जगदीश हरे ओम जय जगदीश हरे प्रभु त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणपदे जजनेन जजन्यमयजन्त देवास्तानि धर्माणि प्रथमान्य सन्नातेहनाकं महिमन जर जर जीर्ण गात्र आनंद प्रेम बहने मुरली बजाऊ हे कृष्ण शांति रस को सरिता पुष्पाणि मनोहराणि सुदेव भगवान को आज को आनंद को नारायणी गंगा माता को कृष्ण गंडकी माता को हरिहर क्षेत्र को भक्तर भगवान को कृष्ण कन्हैया लाल करता त्राता भव भवार्णवान् वरदस्त्वं वरं देहि वाञ्छितं वाञ्छितार्थदा अनेन सफलार्गेण सफलोऽस्तु सदा मम ॐ त्रिपादूर्ध्व उदय पुरुषागीतं मया देव परिपूर्णं तदस्तु मे प्रसीदा परमेश्वर अपराध सहस्राणि युवाश यजमानस्य वीरो जायतान्निकामे निकामेन प्रजन्यो वरेघतु फलवत्यो न ओघदयः भजन्तां योगक्षे